मलाई यहाँबाट चाहिँ सिन्सिनाटी पुरा भनेपछि पैसाले पेट्रोल किन्छ, पेट्रोलले म गाडीमाथि चढ्छु अनि त्यो नोकर जस्तै हो, त्यसले मलाई सिन्सिनाटी पुऱ्याउँछ। फेरि है पैसा जा गुरा 2टा कोट पढेको खण्डमा आशिष दिनुहोस्। प्रभु यीशु मसीहमा एफएसी 3:20 वचनको किताब तारादेखि शपथ पुरा गरिनुहोस्। सबैलाई सुन्ने कान अनि सठिक समयमा प्रभु सक्नको लागि आत्माको तपाईँको प्रेजेन्स दिनुहोस्। जसले गर्दा सबैलाई भक्ति भएको साथमा सुन्न अनि समय बिताउनको साधन गरिदिनुहोस्। सबै धन्यवाद प्रार्थनालाई मुक्तिदाता प्रभु यीशु मसीहको नाममा सुनिग्रहण गर्नुहोस्। आमेन। हामीलाई थाहा छ सधैँ हामीले यही वचन हेर्दैछौँ, स्वर्गको राज्य चाहिँ परमेश्वरले यस प्रकारले तुलना गरिएको छ। तुलना अथवा कम्पेरिजन गर्दाखेरि चाहिँ 10 जना हामीले हेर्दैछौँ। 10 जनाले सुरुमा मुक्ति पाएको थियो, 10 जनाको बत्ती बलिरहेको थियो। तर समय बित्दै जाँदाखेरि चाहिँ 5 जनाको बत्ती निम्न थाल्यो अनि 5 जना मात्रै प्रभु आउँदा तयार थिए। अनि प्रभुले 5 जनालाई चाहिँ भन्नुभयो म तिमीलाई चिन्दिनँ भनेर भन्नुभयो। अनि प्रभुलाई चिन्नको लागि चाहिँ त्यसै प्रभु क्रुसमा मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो, उहाँ मात्रै सत्य परमेश्वर भनेर मात्रै काफी छैन। प्रभुलाई चिन्नको लागि चाहिँ दिन प्रतिदिनको जीवनमा प्रभु यीशु मसीह सँगसँगै हामी पनि संसारमा कुन कुराको निम्ति नानीहरूले कुन कुराको लागि चाहिँ हामी प्रभु यीशु मसीह जस्तै दिन प्रतिदिन मर्दै जानुपर्ने, कुन चाहिँ कुराको लागि चाहिँ जाग्नुपर्ने, कुन चाहिँ कुराको लागि चाहिँ मर्नुपर्ने। अनि पावलले पवित्र आत्माद्वारा भनेको छ फिलिपीको किताबमा आउनुहोस् 3 अध्यायमा, इङ्ग्लिसमा अनि नेपालीमा पढ्नु पर्नुहुन्छ। फिलिपी 3 अध्यायको 10 पद। र उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई उहाँको गौरी उठाइको सामर्थ्यलाई र उहाँका दुःखहरूको संगतिलाई जान्न सकूँ। हेर्नुहोस् त, प्रभुले भन्नुभयो म तिमीलाई चिन्दिनँ भन्नुभयो। सुन्नुहोस् है। अनि अब पावलले प्रभुलाई राम्रोसँग चिन्नको लागि अनि प्रभुले पनि हामीलाई चिन्नुपर्छ भनेर पहिला गलातीको किताब 4 अध्यायमा पाउँछ। हामीले प्रभुलाई चिन्नु मात्रै होइन, प्रभुले पनि हामीलाई चिन्नुपर्छ भनेर गलातीको किताब 4 अध्यायमा पाउँछ। सबैजनाले पढ्नुहोस्। गलाती 4 अध्यायको 9 पद पढ्दाखेरि नेपाली इङ्ग्लिस सबै पढ्नुभयो भने नानीहरूलाई पनि they also may be benefited to pardon. But now after that ye have known God, or rather are known of God, वास्तवमा हेर्नुस् त, हामीले म प्रभुलाई चिन्छु, म चर्च जाँदैछु, मैले बप्तिस्मा लिएँ इत्यादि इत्यादि भनेर मात्र होइन, प्रभुले पनि हामीलाई इन टर्न हामीलाई चिनेको हुनुपर्छ। म तिमीलाई चिन्छु, तिम्रो विचार बुझ्छु, म तिमी कुन चाहिँ कुरामा लौलिन छौ म जान्दछु भन्न चाहेको। हामीले चिनेर मात्रै हुँदैन, रेसिप्रोकल 2 पाटा चिनाजना हुनुपर्छ। यहाँले त्यो कुरा अहिले म बताउँदै जान्छु। फेरि हामी फिलिपीको किताबमा आउँ 3 अध्यायमा आउँदाखेरि पावलले कसरी चिन्न सक्छु भने पावलले फिलिपीको किताब 3 अध्यायमा 10 पद। उहाँको मृत्युसँग एक रूपको भएर एकछिन बिसाउनु। अब प्रभु यीशु मसीह संसारमा हुँदा कुन कुराको लागि मर्नुहुन्थ्यो, कुन कुराको लागि चाहिँ प्रभुलाई इन्ट्रेस्टै थिएन। एजिफ मरेको मान्छेलाई न सिगरेटको इन्ट्रेस्ट हुन्छ, न रक्सीको इन्ट्रेस्ट हुन्छ, न पैसाको इन्ट्रेस्ट हुन्छ। मरेको मान्छेलाई कुनै प्रकारको राम्रो प्रकारको प्रशंसाको पनि खाँचो पर्दैन। मरेको मान्छेलाई कसैले गाली गरे पनि केही फरक पर्दैन। त्यस्तै प्रकारले हामीलाई बाइबलले भन्छ तिमीहरू त संसारसँग पापसँग मरेको हो भन्दैछ हामीलाई। त त्यस्तो प्रकारको हुँदेखि चाहिँ बाइबलले भन्दैछ, पावलले प्रभुको पवित्र आत्मासँग भन्दैछ म पनि जिजस क्राइस्टलाई चिन्न सकूँ, उहाँको पावर अफ रेजरेक्सन बौरी उठाइलाई चिन्न सकूँ। कसरी चिन्ने भन्दा उहाँको डेथसँग, उहाँको मृत्युसँग म पनि एक समान हुन चाहन्छु भन्दैछ। उहाँको मृत्यु भनेको क्रुसको मृत्यु होइन। प्रभु यीशु मसीह दिन प्रतिदिन मर्नुहुन्थ्यो हरेक कुरामा। जुन कुरो ईश्वरीय होइन, जुन कुराले आत्मिक उन्नति दिँदैन त्यो कुराको निम्ति प्रभु मरिदिनुहुन्थ्यो। प्रभु यीशु मसीहले काम धन्दा गर्नुहुन्थ्यो, कार्पेन्टर काम गर्नुहुन्थ्यो, उहाँले कमाउनु पर्थ्यो, उहाँले परिवार पनि धान्नु पर्थ्यो, तर उहाँले धनी हुनको लागि गरेको होइन।
उहाँले चाहिँ खालि ह्यान्ड टु माउथ अथवा हातमुख जोड्नको लागि लिभलीहुडको लागि मात्रै गरेको हो। एक त्योदेखि बाहेक प्रभुलाई संसारमा इन्ट्रेस्ट थिएन। प्रभुले लुगै लाउनु भयो तर प्रभुलाई भक्कु लुगा थुपारुला भन्ने इच्छा थिएन। प्रभु संसारमा बासै बस्नुभयो तर प्रभुलाई म 10वटा घर बनाउला भन्ने डिजायर थिएन। उहाँको चाहिँ पृथ्वी तलमा जस्तो हामी भन्छौँ नि इङ्ग्लिसमा इट टु लिभ अर लिभ टु इट भन्छ नि। किन खानुको लागि बाँचेको कि बाँच्नुको लागि खाएको? कतिजना मान्छेले खानुको लागि बाँच्छ, कोही मान्छे बाँच्नुको लागि खान्छ। सुन्नुहुँदैछ नि है। अब म एउटा नमुना बताउँछु। खानेमा पनि यही अमेरिकामा एकखेप इन्टरभ्यू भएछ। इन्टरभ्यू हुँदाखेरि एउटा इन्टेलिजेन्स भन्छ एकदमै कोची बुद्धिजीवी रहेछ भनेर चाहिँ इन्टरभ्यू लिँदाखेरि चाहिँ एउटा कोठामा चाहिँ 3 जना मान्छेहरूले खाँदै थियो अरे। एउटा चाहिँ स्लिम फिट मजाको चिटिक्कै परेको मान्छेले खाँदै रहेछ। 2 जना चाहिँ मोटो मोटो मान्छेहरूले भात खाँदै रहेछ। अनि अब त्यो खानुको लागि एकदम थालमा खाना मजाले हालेको रहेछ। 2 जनाले चाहिँ यति साह्रो ज्यादा हालेको रहेछ। अनि एकजनाले चाहिँ यति साह्रो ज्यादा हालेको रहेछ, एकजनाले चाहिँ ठिकैको हालेको रहेछ, एकजनाले चाहिँ एकदम कम्ती मात्रै हालेको रहेछ। अनि त्यो रुम चाहिँ बन्द छ, 3 जना खाना खानु बसेको छ। अनि बाहिरबाट जसको इन्टरभ्यू हुँदैछ उसलाई चाहिँ 2 मिनटभित्र पस्नु दिन्छ। 2 मिनटमा अब्जर्भ गरेर हेरेर फुत्तै बाहिर निस्केर आएर भन्नुपर्छ भित्र के देख्यो भनेर भन्नुपर्छ। अनि 2 जना मान्छेको इन्टरभ्यू भएछ। 2 जना मान्छेको इन्टरभ्यू हुँदा एउटा सट्टै भित्र पस्ने बित्तिकै म्याक्सिमम 1 मिनट 2 मिनट हेर्नु पाउँछ। 3 जना मान्छे बसेको छ। एउटाको थालमा एकदम स्लिम फिट मान्छे छ, कम्ती खाना हालेको छ, खाँदै थियो। 2 जनाको थालमा चाहिँ एउटाकोमा चाहिँ अत्याधिक धेरै हालेको रहेछ, एउटाकोमा चाहिँ अलिकति हाफ हालेको रहेछ। अनि 2 जना मान्छेले 2 मिनटभित्र पसेर बाहिर आएर अब रिपोर्ट गर्नुपर्छ। के देख्यो भन्दाखेरि फर्स्टको मान्छेले भनेछ 3 जना मान्छे खाना खाँदै रहेछ मात्रै भनेछ। सुन्नुभयो? भन्नुहोस् त के देखेछ उसले? भन्नुहोस् 3 जना मान्छे खाना खाँदै रहेछ भन्नुहोस्। खाना खाँदै रहेछ। सेकेन्ड चाहिँ भित्र मान्छे दोस्रो मान्छे भित्र पस्यो, बाहिर निस्केर आएर भनेछ उसले यस्तो प्रकारले एनालिटिकल भन्छ एकदम उसले यति साह्रो बुद्धि लगाएर भन्यो कि भित्र 1 जना मान्छे चाहिँ मरिसकेछ। अनि मरिसकेर पित्तलको अब के को चम्चीले खाँदै थियो त्यसलाई बेल्चा भनेछ। बेल्चाले आफैलाई गाड्दै रहेछ भनिन्छ। बुझ्नु त? मरिसकेछ एउटा त्यति साह्रो ज्यादा खाना हालेको छ। मान्छे पनि भयङ्कर एकदमै अब त्यो अत्याधिक सायद नचाहिँदो मोटो थियो होला। अनि मरिसकेछ, उसले चाहिँ आफूलाई गाड्दै रहेछ। अर्को मान्छे चाहिँ अब मर्नुलाई केही बेल मात्रै लाग्छ, उसले पनि आफ्नो बेरियल पिठ खाडो चाहिँ खन्दै रहेछ भने भन्नु त अलिकति खाँदैछ, ऊ त अलिक कम्ती खाँदैछ तर ज्यादै खाँदैछ। अनि थर्ड मान्छेले चाहिँ खाना खाँदै रहेछ भनेर भने बाँच्नुको लागि। अनि ऊ चाहिँ फर्स्ट डिभिजन भएर निस्कियो अरे। बुझ्नुभयो? त्यति बेला हामीले संसारमा के कुरा अत्याधिक गर्दैछौँ, कुन चाहिँ कुरा ज्यादा गर्दैछौँ त्यसले हामीलाई बताइदिन्छ, रिजल्ट बताइदिन्छ कि हामी चाहिँ के कुराको पछाडि छौँ भनेर। यो कुरा बुझ्नुहोस्। अनि अब म तपाईँलाई यसको आधारमा हामीले मत्तीको किताब 25 अध्यायमा 10 जना सायद धनी थियो कि गरिब थियो कि हेल्दी थियो कि अनहेल्दी थियो कि हामी जान्दैनौँ। 10 जनाले सुरुमा प्रभु यीशु मसीहलाई प्रभु म पापी रहेछु भनेर सुसमाचार सुनेर विश्वास गरे। विश्वास गरेपछि 10 जनालाई अब शब्दले भन्नुहोस् 10 जनालाई दोस्रो कोरिन्थीको किताबमा कन्याको दर्जा दियो। कन्याको रूपमा भनेको छ। कन्याको रूप भनेको चाहिँ एज इफ तिमी चाहिँ अनडिफाइल्ड कसैसँग तिमी नबिटोलिएको चोखो भनेको चाहिँ प्रभु यीशु मसीहको रगतले तिम्रो सबै पापहरूको जीवनको पुस्तकमा नाम लेखेको तिमी चाहिँ कन्याको दर्जा पायो भनेर लेखेको छ। यो कुरा त हामीले बुझ्यौँ। अब यत्रो दिनमा त बुझिसक्नुपर्छ। अनि त्यो भन्ने बित्तिकै दोस्रो कोरिन्थी 11 अध्यायको 2, 3, 4, 5मा चाहिँ भनेको छ अहो मलाई डर लाग्यो। आदम र हवाको पनि पहिला यस्तै स्तर थियो, राम्रो कन्याको जस्तै थियो। त्यस पछाडि शत्रु आएर भ्रममा पारिदियो। अनि मलाई पनि तिमीहरूको यो जुन चाहिँ भर्जिन स्ट्याटस छ अथवा तिमीहरूको कन्या रूपी जुन चाहिँ दर्जा छ त्यहाँबाट तिमीहरूलाई झार्छ कि भन्ने चाहिँ अलिअलि होइन साह्रो डर लागेको छ भनेर भन्ने। बुझ्नुहुँदैछ नि? त्यसले गर्दा यो अब तपाईँ र मैले पनि कन्याको दर्जा पायौँ। कन्याको दर्जा पाइसकेपछि अब मसँग यहाँ आउनुहोस्, उत्पत्तिको किताबमा आउनुहोस्। अब कन्या चाहिँ कसरी बिग्रिन सक्छ भन्ने कुरालाई म अलिकति बताउन चाहन्छु। उत्पत्तिको किताब 2 अध्याय अनि 2 अध्यायको यहाँनिर 3 अध्यायको यहाँ आउनुहोस् 6 पद पढ्नुहोस्।
अनि त्यो रुख भोजनका निम्ति असल, आँखाका निम्ति त्यो मनोहर र बुद्धिमान बनाउनका निम्ति त्यो रुख चाहना गर्न लायक रहेछ। सो त्यस स्त्रीले देखी अब उसले त्यसको फलबाट टिपी र खाई अनि आफूसित भएका आफ्ना पतिलाई पनि दिए अनि किन्दै गए। अब सुन्नुहुँदैछ नि, अब परमेश्वरले अदनको बगैँचामा 2टा रुख राख्नुभयो। अब मैले तपाईँलाई बताउँदैछु, एउटा रुख भनेको चाहिँ जीवनको रुख हो। जीवनको रुख भनेको प्रभु स्वयं हो। अब हितोपदेशको किताबमा आउनुभयो भने त्यसलाई पनि तपाईँले बुझ्नको लागि आउनुहोस्। हितोपदेशको किताबमा जब हामी प्रभु यीशु मसीहलाई ग्रहण गर्छौँ अथवा परमेश्वरसँग हाम्रो परिचय हुन्छ, त्यति बेला तिमीले जीवनको रुख भेट्यौ भनेर लेखेको छ हितोपदेश। प्रोभर्ब्समा आउनुहोस्। यहाँ आउँदाखेरि हामी पाउँछौँ 3 अध्यायको 17-18 पद पढ्दा पाइन्छ। उसका मार्गहरू अथवा त्यसका मार्गहरू मनोहर छन् र यसका सबै बाटाहरू शान्ति हुन्। जसले उसलाई पक्रन्छन् तिनीहरूका निम्ति यो जीवनको रुख हो। अनि जसले यसलाई आफूसित सम्हालिराख्छन् तिनीहरू धन्यका हुन्। बुझ्नुभयो नि? त जुन दिन हामीले परमेश्वरको ज्ञान पाउँछौँ, प्रभु यीशु मसीहलाई पाउँछौँ, हामीले जीवनको रुख फेरि पाउँछौँ। त्यो त बुझ्यो कुरा होइन? तर यहाँनिर उत्पत्तिको किताबमा तपाईँले एउटा जीवनको रुख भनेको परमेश्वर स्वयं रहेछ बुझ्दैछौँ। असल र खराबको ज्ञानको बाटो भनेको चाहिँ इन्डिपेन्डेन्ट लाइफ अथवा स्वतन्त्र जीवन, म जिउने, मेरो बुद्धि अनुसार जिउने, क्षमता अनुसार जिउने, राइट के हो रङ के हो म छुट्याउन सक्छु। परमेश्वर नानीले आमा बाउको हात छोडेको जस्तै, नानी सानोमा हुँदाखेरि चाहिँ फुल्ली डिपेन्डेन्ट हुन्छ, आमा बाउको हात पक्रिन्छ, ट्राफिक लाइट क्रस गर्दा, जेब्रा क्रसिङ क्रस गर्दा सबै जग्गा फुल्ली डिपेन्डेन्ट हुन्छ। त्यस्तै प्रकारले परमेश्वरले चाहिँ हामीलाई हरेक कुरामा उहाँको हात पक्रेको, सानो एउटा सानो चिज किन्नुदेखि लिएर कहीँ जानुको लागि पनि प्रभुको अगुवाई मागेको। प्रभु मेरो बुद्धिले मलाई लडाउँछ, मेरो बुद्धिले मलाई धोका दिन्छ, मेरो आँखाले मलाई धोका दिन्छ, मेरो हृदयले मलाई धोका दिन्छ, म फुल्ली डिपेन्डेन्ट हुन चाहन्छु। जति नै सम्पत्ति भए तापनि, बुद्धि भए तापनि म तपाईँलाई फुल्ली रिलाइ गर्न चाहन्छु भनेर भन्नु चाहिँ आज त्यो चाहिँ जीवनको रूपतर्फ हो। तर जुन दिन हामी चाहिँ इन्डिपेन्डेन्टली म कुछ जान्दछु, मलाई बाइबलको वचनको त्यति साह्रो ज्ञान छैन, मलाई मण्डलीको त्यति साह्रो प्रमुखता इम्पोर्टेन्स छैन, म आफै पनि निर्णय लिन सक्छु भनेर जुन दिन हामीले त्यो प्रकारको डिसिजन लिन्छौँ, त्यो दिन चाहिँ अब डेन्जर सुरु भयो। याद गर्नुहोस्, मान्छे जाति जति नै स्मार्ट भए तापनि, जति नै वेल क्वालिफाइड भए तापनि हामीले बाइबलको शिक्षा मण्डलीलाई हामीले के गरे, निग्लेक्ट गऱ्यो भनेदेखि चाहिँ हामी चाहिँ खतरामा परिगयो। अब त्यस्तै प्रकारले परमेश्वरले चाहिँ जहिले पनि 2टा रुख राख्नुभयो। अनि 2टा रुखमा चाहिँ एउटा सिम्बोलिकली परमेश्वर स्वयं हुनुभयो भने अर्को रुख चाहिँ असल र खराबको रुख थियो भन्छ। अब यो असल र खराबको रुख चाहिँ कस्तो थियो भन्दा, सबैजनाले भन्नुहोस्, हेर्नमा सुन्दर भन्नुहोस्, मनोहर भन्नुहोस्। मनोहर भनेको मनलाई हर्न सक्ने भनेको यहाँनिर हो। अब यहाँ पढ्दैछु, त्यो रुख भोजनको निम्ति असल, आँखाका निम्ति त्यो मनोहर, बुद्धिमान बनाउनका निम्ति त्यो रुख चाहना गर्ने लायकको रहेछ, त्यो त्यस स्त्रीले देखी। अब जहिले पनि याद गर्नुहोस्, परमेश्वरले चाहिँ उत्पत्तिको किताबदेखि यसो भन्न चाहेको, अब त्यो रुख कसले बनायो भन्नुहोस्? परमेश्वरले बनाएको। तर त्यो रुख कस्तो थियो? अति सुन्दर, अति मनोहर। अरू सबै रुखहरू मध्ये त्यो रुख चाहिँ एकदम एल्युरिङ खालको, एकदमै छेउमा जाउँ आकर्षित, एकदमै खाउँ परेको थियो हो। बुझ्नुहुँदैछ नि यो कुरा? किन त्यस्तो बनाएको? परमेश्वरले यस्तो बनाएको भए पनि हुन्थ्यो। त्यो रुख सुन्नुहुँदैछ, त्यो रुख चाहिँ एकदम अग्ली भनेको एकदम 1 किलोमिटर टाढादेखि गन्ध आउने, किराहरू एकदमै स्याउ किराहरू लागिरहेको, चिप्लो नचिप्लो एकदम हेर्दै डरलाग्दो काँडा भएको 1 किलोमिटर अगाडिदेखि गन्ध आउने खालको रुख थियो भनेदेखि चाहिँ आदमलाई र हवालाई परमेश्वरले आदमलाई भनेको थियो नखानु भनेर भन्दाखेरि चाहिँ आदमले यसो भन्थ्यो होला, प्रभु तपाईँ नडराउनुहोस्। किन डराउनुहुन्छ? नो प्रब्लम, त्यो रुख नै 1 किलोमिटर टाढादेखि गनाउँछ, को छेउमा जान्छ भन्नु बुझ्नुहुँदैछ नि? यसो भन्थ्यो होला। तर परमेश्वर पनि कस्तो खालको?
परमेश्वरले पनि गन्ध आउने रुख स्टिङ्किङ बनाउनु भएन, काँडै काँडा भएको पनि थिएन, परैबाट हेर्दा अग्ली खालको एकदमै घिनलाग्दो कुरूप खालको रुख थियो भने त्यहाँ जाने नो प्रब्लम हुन्थ्यो, त्यहाँ जानै पर्दैन थियो। तर परमेश्वरले कस्तो बनाउनु भयो, हेर्नमा अति मनोहर सुन्दर, छेउमा जाउँ परेको, सुन्नुहोस् है, खाउँ परेको। अब यो बाइबलबाट हामी के भाषा चाल पाउँछौँ त? वाट इज द इन्टेन्ट अफ गड अथवा माइन्ड अफ गड के चाहिँ थियो भन्दाखेरि चाहिँ जस्तै सुन्दर चिज म बनाऊ, म भन्दा सुन्दर चाहिँ हुन सक्दैन। सुन्नुहुँदैछ नि कुरा, म भन्दा सुन्दर हुन सक्दैन। जस्तै सुन्दर चिज बनाऊ, निर्माता चाहिँ म हुँ। कुनै दिन कुनै पनि मान्छे मैले बनाएको सुन्दर चिज, कुनै पनि सुन्दर चिजलाई देखेर मलाई भन्दा ज्यादा, बनाउनेलाई भन्दा ज्यादा बनाएको कुरापट्टि खिचिन्छ भनेदेखि चाहिँ त्यो दिन चाहिँ प्रेमको प्रमाण हुन्छ, कसलाई ज्यादा माया गर्दो रहेछ भनेर बनाएको। त्यसले गर्दा ज्यादा मान्छे चाहिँ हेर्न मन लायकको चिजमा फस्छ। दामी खालको गाडीमा ज्यादा मन जान्छ, सुन्दरी केटी छ भने मान्छे ज्यादा जान्छ जाँदैन भन्नुहोस् न? जान्छ कि यताउता इन्डियामा मात्रै हो कि यता पनि त्यस्तै हो? त्यसले गर्दा जहिले पनि संसारमा प्रभु छोडेर अरू कुनै पनि कुरा सुन्दर छ, तर त्यति बेला एउटा क्रिस्चियनले चाहिँ प्रभु यो बनाउने त तपाईँ हो, तर यो चिज भन्दा चाहिँ तपाईँ नै सुन्दर हुनुहुन्छ, तपाईँमै मेरो सन्तुष्टता छ, तपाईँमै मेरो भक्ति छ। मलाई तपाईँले टेस्ट गर्नु हुँदैछ, म कि यो रूप, म कि त्यो गाडी, म कि त्यो घर, म कि त्यो पैसा। त्यसले गर्दा प्रभु यो चिज चाहिँ तपाईँले नखानु भनेको छ, म तपाईँपट्टिमै तृप्ति छु भनेर एउटा क्रिस्चियन चाहिँ उसको भक्ति, उसको डिभोसन, उसको ध्यान चाहिँ रुपियाँ पैसा गाडी घर जग्गा जमिन स्वास्थ्य भन्दा प्रभुप्रति ज्यादा छैन भनेदेखि चाहिँ बाइबलले भन्छ धोका खायो भन्छ। सबजनामा के खायो? चालनामै धोका खाएको हुन्छ। किनभने 10 जना कन्याले 10 जनाले बत्ती बोकेको थियो, 10 जनालाई राख्दै थियो हामी प्रभु आउँदाखेरि एकदमै प्रभुलाई रिसिभ गर्छौँ। 10 जनाले आउनुहोस् त मत्तीको किताब 25 अध्यायमा, मत्तीको किताब 25 अध्यायमा पर्खिरहेको थियो भने, मत्तीको किताब 25 अध्यायमा 25 अध्यायमा यहाँनिर एक पद पढ्नुहोस् न। तब स्वर्गको राज्य 10 जना कन्याहरू जस्तो हुनेछ जो आफ्ना बत्ती लिएर दुल्हालाई भेट्नु। 10 जना के गर्दैछ? 10 जनाले प्रभु यीशु मसीहलाई म भेट्छु। सुन्नुहुँदैछ नि? यतिको त नानीले पनि बुझ्छ। प्रभु यीशु मसीहलाई म भेट्छु, मेरो प्रभु आउनु हुँदैछ भने अब मानिलिउँ एउटा क्रिस्चियनमा हुनुपर्ने ज्ञान पुरापुरी छ। बत्ती बोकेको छ, टेस्टिमोनी हो, आउटवर्ड टेस्टिमोनी हो, बाइबल बोकेको छ, चर्च जाँदैछ, बाइबल पढ्दैछ, प्रार्थना गरेर खाँदैछ, सबै प्रकारको जयमसी भन्न जान्दछ, सबै प्रकारको क्रिस्चियन एटिक्वेट्स म्यानरहरू जान्दछ। त्यसको मतलब उसले यो पनि जान्दछ प्रभु आउनु हुँदैछ म भेट्छु भन्ने। तर प्रभुले तल के भन्नुभयो? यहाँनिर हामी एकैताल कति पद पढ्यौँ हामीले? 11-12 पद। तर उनले जवाब दिए भने म तिमीलाई साँचो भन्दछु, म तिमीहरूलाई चिन्दिनँ। राम्रो कुरा सुन्नुहोस् है, यो चिन्दिनँ भन्ने वर्ड चाहिँ नेपालीमा चिन्दिनँ छ, इङ्ग्लिसमा नोन भन्छ, आई डु नट न्यू यु भन्छ। अब यो आई डु नट न्यू यु भनेको चाहिँ अथवा नो भन्ने शब्द चाहिँ यसलाई अझै गहिरेर हेऱ्यो भनेदेखि चाहिँ बाइबल लेख्छ एडम न्यू हिज वाइफ। सुन्नुहोस् है, एडम न्यू हिज वाइफ भनेको चाहिँ आदम र हवाको चाहिँ के भयो? संगति भयो। संगति हुँदाखेरि चाहिँ बाइबलले भन्छ दुईटा त हुन् तर एउटै हुन् भनेको छ। आदम बुढालाई यहाँ उभ्यायो भने ऊ अलग्गै एउटा इन्टाइटी हो, हवा अलग्गै इन्टाइटी हो, फाल्टे फाल्टे व्यक्ति हो, तर परमेश्वरको दृष्टिमा एउटै हो भनेको छ। त्यसले गर्दा के भन्न चाहेको भन्दा चाहिँ प्रभु आउनुभन्दा अगाडि एउटा क्रिस्चियन चाहिँ प्रभु यीशु मसीहसँग चाहिँ एक भइसकेको हुनुपर्छ, पुरै टाँसिसकेको। जसरी हस्बेन्ड र वाइफ हेर्दा फाल्टे फाल्टे हो तर विचारधारा एउटै हो, दिशा एउटै हो, सबै विचार एउटै हो, गरिगरा एउटै हो, त्यस्तै प्रकारले प्रभु यीशु मसीहसँग लिप्त भएको छ भने मात्रै आज के भन्छ? एक भयो भन्छ। अब नमुना बताउँछु। अब सबै बाठाहरू नै छन्, कोही पनि अहिलेको जमानामा लाटा छैन। अब दोस्रो कोरिन्थी 11 अध्यायमा आउनुहोस्। मगनी भएको छ भन्दैछ नि यहाँ मगनी। दोस्रो कोरिन्थी 11 अध्यायमा यो कुरा चाहिँ बुझ्नु पर्यो। अनि प्रभुले तपाईँलाई अति नै माया गरेर मौका दिनुहुँदैछ, मलाई मौका दिनुहुँदैछ।
दोस्रो कोरिन्थी 11 अध्यायको 2 पद पढ्दा चाहिँ मगनी भयो भनेर पढ्नुहोस्। For I am jealous over you with godly jealousy. I am jealous over you with godly jealousy. For I have espoused you to one husband. That I may present you. As a chaste virgin to Christ. अब सुन्नुहोस्, मैले तिमीलाई चोखी कन्याको रूपमा ख्रीष्टमा अर्पण गरौँ भनेर पतिका लागि एउटा पति भन्न सक्दैन नि? एउटा पति। त्यसले गर्दा एउटा बाइबलले बताउँछ एउटा केटीको एउटै मात्रै पति हुन्छ, एउटा केटाको एउटै मात्रै वाइफ हुन्छ भनेर त थाहा छ हामीलाई। दुईजना वाइफ हुनु हुँदैन भनेको छ। अनि आदम र हवालाई प्रभुले दुईटा बनाउनु भयो, तर हेर्दाखेरि चाहिँ एउटै भन्नुभयो। अनि त्यस्तै प्रकारले अब एकछिन यहाँ राखेर एफएसीको पत्रीमा आउँछ। एफएसीको पत्री 5 अध्यायमा आउँदा अब रहस्य त्यहाँ लेखेको छ। एफएसीको पत्री 5 अध्याय, एफिसियन्स च्याप्टर 5 अनि यहाँनिर 31 र 32 पद पढ्नुहोस्। 31-32। यही कारणले गर्दा मानिसले आफ्ना बाबु र आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछ। हेर्नुहोस्, बुझ्नुहोस् रहस्य। त्यो दुईजना मान्छे त हेर्दाखेरि त हर्कबहादुर र नरमाया नि हो, तर यति साह्रो मिलेको एउटै हो भन्दैछ। हेर्नुहोस्, अब त्यसो भनेर चाहिँ 32 पदमा चाहिँ यो रहस्य हो, यो चाहिँ मिस्ट्री हो। यो चाहिँ चर्च र क्राइस्टको बिचमा चाहिँ यस्तो इन्टिमेसी, यस्तो घनिष्ठता, यस्तो नजदिकपन हुनुपर्छ भनेर भन्दैछ। सुन्नुहुँदैछ नि दिदीबहिनी? यता हेर्नुहोस् है, मर्नुभन्दा अगाडि चाहिँ त्यहाँसम्मको एकता प्रभु यीशु मसीहलाई त्यति साह्रो मरिमेटेर मन पराउने बुढाबुढी एक भए जस्तै एउटै शरीर। हेर्नुहोस् न, अब मेरो अहिले एउटा शरीर छ, जसरी हात मेरो शरीरमा टाँसिएको छ, आँखा यसरी टाँसिएको छ, कस्तो लिप्त भएर टाँसिएको छ। यो कहिले हात पिछोड भएर कहीँ जाँदैन, आँखा कतै घुम्न जाँदैन। एक शरीर भनेको एउटै शरीर, एउटै विचार बगेर आउँछ। दुख्दा सबै बराबरै दुख्छ, सुख हुँदा रमाउँदा सबै सँगसँगै रमाउँछ। त्यस्तो त्यहाँसम्मको घनिष्ठता छैन भनेदेखि चाहिँ प्रभु यीशु मसीहले म तिमीलाई चिन्दिनँ त, त्यस्तो इन्टिमेसी त थिएन त, म त तिमीलाई चिन्छु त, त्यस्तो घनिष्ठता त थिएन त भन्नुभयो भने चाहिँ त्यति बेला हाम्रो रिजल्ट निस्किन्छ। अरू पढ्नुहोस्। अब मैले कुन चाहिँ पद भने एफएसी 5 अध्यायको 32 पद पढ्नु। यो त एउटा ठुलो रहस्य हो, तर म क्रिस्ट र मण्डलीको विषयमा बोल्दछु। के भनेको भयो? यसो भनेको सुन्नुहोस्, यता हेर्नुहोस् फेरि अब बुझ्नको लागि। क्रिस्ट भनेको अब सागर र जिजस क्राइस्टको बारेमा भनेको। सागर मण्डली हो नि त, बुझ्नुहुँदैछ कुरा सबैले? सागर र जिजस क्राइस्टको बारेमा पो बताएको त। सागर र जिजस क्राइस्टको बारेमा चाहिँ त्यो खालको क्लोजनेस, त्यो खालको नजदिकता, त्यो खालको एकता, त्यो खालको एक डिमान्ड गरेको। यो चाहिँ रहस्यको कुरा हो नि भन्दैछ। अब म तपाईँलाई अघि मैले भने नि सबैजना स्मार्ट छन्, ज्ञानी छन्। म तपाईँलाई एउटा नमुना बताउँछु। मानिलिउँ बुढाबुढी बिहा भयो अरे, मतलब दुईजना केटाकेटी बिहा भयो अरे। अनि बिहा हुँदाखेरि चाहिँ त्यो बिहा चाहिँ 6 महिनाको लागि गरेको होइन। बिहा त हामीले भाव जुन चाहिँ भाकल बाँध्छौँ, भाकल बाँध्दा के भनेको हुन्छ भने चाहिँ जबसम्म मृत्युले हामीलाई विच्छेद गरेर लाँदैन, मृत्युले हामीलाई छुटाउँदैन, तबसम्म हामी एक भएर बस्नेछौँ। जसरी प्रभुले मण्डलीलाई माया गर्नुभयो, म त्यसरी नै माया गर्छु। जसरी मैले मेरो शरीरलाई माया गर्छु, त्यसरी श्रीमतीलाई माया गर्छु। श्रीमतीले जसरी म मेरो शरीरलाई स्याहार सुसार गर्छु, त्यसरी नै गर्छु भनेर भाकल बाँधेको हुन्छ। केही नभन्नु सबजनाले। अब बिहा भइसकेर 1 महिना बादमा श्रीमती मानिलिउँ तयारी हुँदै रहेछन् अरे, ड्रेसअप गरेर कहीँ जानको लागि तयारी हुँदै रहेछन् अरे, उदाहरणको लागि। अनि बुढाले भनेर, अरे डार्लिङ तिमी कहाँ जान आँटेको भनेर सोधे अरे। अनि श्रीमतीले भनिन् अरे, अब म तपाईँलाई अहिलेसम्म भनिनँ, 1 महिना त म यहाँ बसिहालेँ, तर म तपाईँलाई एउटा कुरा भन्नु पर्यो। बिहा हुनुभन्दा अगाडि एउटा केटा मेरो बोयफ्रेन्ड थियो भने अरे। सुन्नुहोस् है, के थियो अरे भन्नु सक्दैन? बोयफ्रेन्ड थियो। अनि अब म तपाईँसँग बिहा भइहालेँ, उसले भन्दैछ बिहा भइहाले पनि यसो 20 मिनट मसँग गार्डनमा घुमौँ न भन्दैछ। अनि त्यसले गर्दा म 20 मिनटको लागि चाहिँ मलाई पर्मिसन दिनुहोस्, त्यो बोयफ्रेन्डसँग घुमेर आउँछु भने त्यो हस्बेन्डले दिन्छ कि दिँदैन? 20 मिनट मात्रै हो, आइहाल्छ भन्नुहोस् ल। अन्त पुरा बार्गेनिङ भयो अरे। अनि तपाईँले
मैले त तपाईँलाई म एक दिन गएर आउँछु भनेको थियो, एक रात उतै बसेर आउँछु भनेको थियो, तर तपाईँले मान्नुहुन्न होला भनेर 20 मिनट मात्रै भनेको। अब साह्रो तपाईँ पनि यस्तो साह्रो बार्गेन नगर्नुहोस्, म पनि गर्दिनँ। 10 मिनट दिनुहोस्। कति? कुन चाहिँ यस्तो लट्ठा हस्बेन्ड होला जुनले चाहिँ जसले चाहिँ हुन्छ नि त 10 मिनट जाऊ भनेर भन्छ लु भन्नु। जस्तै लट्ठाले पनि खुकुरी खोज्दा खोज्दैन भन्न सक्छ नि। मान्छे यति सेन्सिबल हुन्छ, मान्छेले डिमान्ड गर्छ कि मेरो वाइफ चाहिँ 100% म प्रति विश्वासयोग्य भएको खोज्छ खोज्दैन। वाइफले पनि आफ्नो हस्बेन्ड चाहिँ 100% विश्वास योग्य भएको माया गरेको मन पराउँछ कि पराउँदैन? अब अर्को नमुना बताउँ। अब त्यस्तै प्रकारले आज हामीले एकादशलाई पृथ्वी जन्माउने मान्छेले आफ्नो स्वास्नी र लोग्नेले चाहिँ 100 मा 100 आज त्यसरी माया गरेन भनेदेखि चाहिँ के त्यो विवाह सफल हुन्छ? हुँदैन। तपाईँलाई थाहा छ त, बिहा त गरेको, भतियार खाएको हो, मान्छे भेला भएको हो, भाकल बाँधेको हो, तर बुढाले कुनै केटीलाई 20 मिनटको लागि माया गर्न जान्छु भन्दैछ, बुढीले 10 मिनट भए पनि दिनुहोस् भन्दैछ भनेदेखि संसारमा त्यो क्र्याक भएर जान्छ, त्यो म्यारेज त्यो टिक्दैन। टिक्छ भन? टिक्दैन। अनि यदि हामीलाई थाहा छ त्यस्तै प्रकारले भन्नुहोस्, प्रभु यीशु मसीह चाहिँ संसारको केटा भन्दा संसारको केटी भन्दा 1000 गुणा ज्ञानी हुनुहुन्छ, लाखौं करोडौं गुणा ज्ञानी हुनुहुन्छ। उहाँले हाम्रो हृदय देख्नुहुन्छ। हामी बाइबल बोकेर चर्च आउँछौँ, तर यसले 20 मिनट 30 मिनट छोडी त 5 दिन जस्तो अर्कै केटीलाई माया गर्छ। यसले 5 दिन जस्तो अर्कै केटासँग भगेर आउँछ। अनि बेला बेला आपत पर्दा मात्रै यसले मलाई प्रभु प्रभु भन्छ भनेर चाहिँ त्यो प्रकारको उहाँले हामीलाई आज एसेसमेन्ट गर्नुभयो, छानबिन गर्नुभयो भने चाहिँ हामी प्रभु आउँदाखेरि हामीलाई भेटाउँदैन। त्यसले गर्दा बाइबलमा प्रभुले के माग गरेको छ भने पढ्नुहोस् यहाँनिर पहिला हामीलाई थाहा छ युहन्नाको किताब 3:16 पढ्नुहोस् पहिला। अनि एकजनाले गलाती 2:20 पढ्नुहोस्। युहन्ना 3:16 हामीले जानिरहेको पद हो नि त, भन्नु त। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एकमात्र जन्माएको पुत्रलाई दिनुभयो। उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। प्रभु यीशु मसीह क्रुसमा झुन्डिँदाखेरि सुन्नुहोस् है, 70% झुन्डिदिन्छु, 30% चाहिँ सक्दिनँ होला म भनेको थिएन। तपाईँ र मलाई प्रेम गर्नको लागि 100 मा 100 100 मा 100% भनेर सबै एक थोपा रगत नगराखि पनि दिनुभयो। अनि बाइबलले भन्छ गलाती 2:20 अब कसैले पाउनु पढिहाल्नुहोस्। म क्रिससित क्रुसमा टाँगिएको छु, तरै पनि म जिउँछु। त्यसो भए पनि म त होइन, तर क्रिस्ट म भित्र जिउनुहुन्छ। अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो। कति प्रेम गर्नु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नुभयो। 100% दिनुभयो, 100 मा 100% दिएको हामीलाई। अनि अब दोस्रो कोरिन्थी 5:15 पदले भन्छ हामीले पनि कति दिनुपर्छ। दोस्रो कोरिन्थी 5:15 उहाँ सबैको निम्ति मर्नुभयो। यसकारण जिउनेहरू अबदेखि आफ्ना निम्ति जिउनु हुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौरी उठ्नुभयो। इंग्लिशमा पढ्दिनुहोस् त, कति राम्रो लेखेको छ। And that he died for all, that they that which live should not henceforth live unto themselves, but unto him which died for them and rose again. के भन्नुहोस्, तिम्रो लागि मर्नु भयो, तिमी यहाँदेखि उता उहाँकै लागि बाँच भन्दैछ। के अब त्यसको मतलब नोकरी छोड्नु, घर नबनाउनु अथवा पैसै नकमाउनु, लुगै नकिन्नु भनेको होइन। के भन्दैछ यहाँनिर भन्दैछ हो, अब आफ्ना निम्ति जिउनु हुँदैन,
तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नु भयो र पौराउनु भयो। अब म चाहिँ सुन्नुहोस्, म लुगै लाउँछु, म नोकरी गर्छु, मलाई खानै चाहिन्छ, मलाई सुविधाको लागि गाडी चाहिन्छ, यो सबै फ्याँक्नु भनेको उनीहरूले राजी कोट किनेर ल्याउँछ। मालिक हो कि नोकर हो त्यो? भन्नुहोस् न। नोकर नोकर भन्नु सक्छ नि? नोकर। अनि घरिघरि पर्सलाई पनि निकालेर यस्तो हुन्छ, ए नोकर जग्गा भएको भए त म तँलाई तेरो गोजी यहाँ बनाउँथेँ कि के गर्नु, पैसा के अरे चोरले चोर्छर मात्रै यहाँ हालेको बुझिस् भन्दै गर्नु पर्यो। एटिएम कार्ड सार्ड सबैलाई बेला बेला धमास दिनुपर्छ, निकालेर टेबलमा राखेर पुरा हप्काउनुपर्छ। तिमीहरू ठिकसँग बस्नु, कन्ट्रोलमा बस्नु, बुझ्यौ? यताउता दौड्ने काम छैन। मलाई घरिघरि अनुहार नदेखा। त्यो काम गर्ने केटीले आएर त्यो मालिकको अगाडि चाहिँ घरिघरि मुसु मुसु हाँस्न थाल्यो भने त्यो मालिकले के भन्छ त्यो केटीलाई? फायर गरिदिउँ कामबाट, निकालिदिउँ भन्छ कि भन्दैन? कि त्यो एकदम त्यो केटी मुस्कुराई भनेर त्यो हेर्न थाल्छौ भन्नुहोस् न। त्यस्तै प्रकारले प्रत्येक चिजलाई धमास दिनु पऱ्यो, त्यसलाई अधीनमा राख्नु। अब म तपाईँलाई त्यसको नमुना बताउँछु। त्यसले गर्दा मान्छेले चाहिँ संसारको जुन चाहिँ मूल्यवान वस्तुहरू छ त्यसलाई जतन गरेर राख्छ। पर्स लगेर भुइँमा फ्याँक्दैन, जुत्ता भुइँमा फ्याँक्छ, पर्स टेबलमाथि अथवा एकदम दराजभित्र हालेको हुन्छ। त्यस्तै प्रकारले सुन लाउँदा मान्छेले खुट्टामा लगाएको हुन्छ कि यहाँ देख्ने जग्गामा यहाँ लगाएको हुन्छ भन्नुहोस्। उता इन्डिया बिहारतिर त यहाँदेखि सोरेर ल्याएको हुन्छ, यहाँ सुन हो एकदम देख्ने जग्गामा टप जग्गामा राखेको हुन्छ। तर जुन क्रिस्चियन, जुन मान्छे चाहिँ क्रिस्चियन हो, प्रभुलाई चिनेको छ, उसले चाहिँ कुन चाहिँ चिजलाई कहाँ राख्नु जानेको हुन्छ? अब भन्नुहोस्, स्वर्गमा चाहिँ सुनलाई कहाँ राखेको छ? बुझिहाल्नु भयो त? माथि चाहिँ गएर भडक भडक सुनको सडकमाथि हिँड्ने मान्छेले चाहिँ यहाँ आधी तोला सुनमा फाइट गर्ने हो भन्न सक्छ भने होइन नि। ए यस्तो यो त हामी माथि मजाले टेकेर हिँडिन्छ क्या, यो त्यसले गर्दा भुइँमा बस भन्नु पर्यो त्यसलाई। त्यस्तै प्रकारले हरेक चिजलाई अधीन गर्न जानेन, हरेक चिजलाई भाउबुडी गर्न जानेन भनेदेखि चाहिँ त्यही चिजले आगो लाउँछ भन्न चाहेको। अब यहाँ पहिला राजाको किताब 10 अध्यायमा आउँछ। यस्तो परमेश्वरको दर्शन देख्ने मान्छेको के भयो? पहिला राजाको किताब 10 अध्यायमा आउँछ। त्यति पढेर हामी बन्द पनि गर्छौँ। आज हामीहरूको खासै बाइबल स्टडी भएन, हामीले मूर्खहरूको विषय हेर्दै थियौँ। तर यहाँनिर पहिला राजा 10 अध्यायमा हामी एउटा कुरा पाउँछौँ। मैले पनि सन्दर्भै दृश्य यहाँनिर हो। अब हो कि होइन भयो भएन भने म कति समय चाहिँ हेर्न पाइन्छ यसो तपाईँहरू। मैले त्यो त्यहाँ कसैले मलाई पाउनुहुन्छ भने हेल्प गर्नुहोस्। 10 र 11 अध्यायमा छ, सोलोमन राजाले चाहिँ धेरै स्त्रीहरूलाई, धेरै धन सम्पत्तिलाई प्रेम गरे, उनको हृदय बकिएर गयो भन्ने। 11 दिन हो 11 पहिला राजा 11 कि 12? दोस्रो राजा 11-12 हो कि? जस्ट बुझ्नको लागि मात्रै हो, हामीले बुझ्ने कुरा बुझिसकेका छौँ होइन। त्यो कुरा हो 4 हो 11 को 4 पहिलो 11 को 4 पहिलो। ल कसैले पढिदिनुहोस् न। यस्तो भयो वृद्ध भए उनका पत्नीहरूले अन्य देवताहरूको पछि लाग्ने ल्याइदिए अनि उनको हृदय परमप्रभु आफ्ना परमेश्वरसित सिद्ध थिएनन् जसरी उनका बुबा दाउदको हृदय सिद्ध थियो। त्यस्तो भयो भन्छ है। त्यहाँबाट 9 पद हेर्नुहोस् त। त्यही परमेश्वर जसले सपनामा दर्शन दिएको, बुद्धि दिएको, सबै कुरा दिएको। त 9 पदमा के भयो? म पढ्दैछु। अनि परमप्रभु सुलेमानसित क्रोधित हुनुभयो किनभने उनको हृदय परमप्रभु इजरायलका परमेश्वरबाट बकिएर गएको थियो, जो 2 पल्ट उनी कहाँ देखा पर्नुभयो। 10 र यही कुराको विषयमा तिमी अन्य देवताहरूको पछाडि नलाग्नु भनेर उनलाई आज्ञा गर्नुभएको थियो, तर परमप्रभुले आज्ञा गर्नुभएको यो कुरा उनले पालन गरेनन्। यसै कारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, तिमीबाट यस्तो भएकोले अनि मैले तिमीलाई आज्ञा गरेको मेरो बाचा र मेरा नियमहरू तिमीले पालन नगरेको हुनाले निश्चयमा तिमीबाट यो राज्य चुडाएर यो तिम्रो लास्नु हेर्नु त सुलेमानको गति कस्तो भयो। सुलेमानले हितोपदेश लेख्यो, लास्टमा सुलेमान त आज आत्महत्या गर्नु पर्यो। परमेश्वरसँग के भन्छ? राम्रो क्रिस्चियन जीवन बितायो भन्दैमा उसले राख्नुपर्ने कुरा चाहिँ क्रम अनुसार राख्न जानेन भनेदेखि चाहिँ पछाडि गएर विस्फोट हुन्छ। सुलेमान त पछाडि गएर के भयो? मूर्ति पूजक भयो, भूत प्रेतलाई
खेलाउने मान्छे बोलाउन थाले, अनेक प्रकारको श्रीमनले पाप गर्यो भनेर हामी पाउँछौँ। यहाँनिर अब 12 अध्यायमा हामी नपढौँ, यति मात्रै राखौँ। कति मिनट छ दाजु? कि सक्यो आज? ल अब उसो भने हामी एउटा कुरा हेर्छौँ। हामी अब त्यो चाहिँ हो हामीले पढिरहेको कुरा। यो चाहिँ एउटा हामीले प्रभुलाई कुन चाहिँ दर्जा दिनुपर्ने, घरमा गएर प्रार्थना गर्नुहोस्, प्रभु मलाई यस्तो मन दिनुहोस्। प्रभुलाई माग्यो भने दिनुहुन्छ नि फेरि प्रभुले। यो वचन सुनाएको, यो वचन तपाईँले आज सुन्न पाएको नि मेरो छोराछोरीको जीवनमा म वचन सुनाएर मेरो छोराछोरीलाई फर्काउँछु, मलाई 1 नम्बरमा माया गरेर बनाउँछु भनेर नि माया गरेर यो सेवामा ल्याएको नि त फेरि प्रभुले। त्यो त प्रभुलाई तपाईँले प्रार्थना गर्नु भने त्यस्तै बनाउनुहुन्छ। म इन्डियामा एकजना बुढाबुढी, सुन्नुहोस्, इन्डियामा एकजना बुढाबुढी प्रभुको सेवकलाई चिन्छु। उनीहरू यति राम्रो पहिलादेखि प्रभुलाई प्रेम गर्ने, अनि उनीहरू बिहान बेलुका मर्निङ वाक गरेर आउँथे अरे क्या घरमा। सुन्नुहोस् न, मर्निङ वाक गरेर आउँथे, अनि पानी झरी पर्दा कतिबेला छिटो छिटो घर पुगौँ भन्ने हुन्छ मर्निङ वाकमा जाँदाखेरि। अनि मर्निङ वाकमा जाँदा, इभिनिङ वाकमा जाँदा इन्डियामा त यहाँ जस्तो होइन, प्लास्टिकको डेरामा नखाने, खानु नपाएर मर्न आँटेको मान्छेहरू डेरामा एकदमै कस्तो बिजोक। अब पहिला पहिला कलकत्तामा त माथि बिल्डिङबाट त्यो सोयल पाइपमा आएको अथवा त्यो जुन चाहिँ बाथरुमको किचनको पाइपबाट आएको भातको सिता टिपेर खाने मान्छे पनि हुन्थ्यो तल नालीमा। त्यस्तो है, सुन्नुहोस्, हामी चाहिँ त्यस्तो जग्गाबाट आएको, अनि एकदमै त्यस्तो जग्गा हुन्छ। अन्त बिहान बेलुका इभिनिङ मर्निङ वकबाट जाँदा गरिबहरू देखिन्छ, अनि मनमा नै हाम्रो मनले भन्छ, हेरे गरिबहरू त घर छैन, हाम्रो त न्यानो घर छ, घरमा गएर म तातो पानीले नुहाउँछु, त्यहाँबाट लुगा लाउँछु, डाइनिङ टेबलमा बसेर तातो चिया खान्छु, हामीलाई त्यस्तो हुन्छ, मेरो घर छ भन्ने विचार आउँछ। तर त्यो प्रभुको सेवा कति राम्रो। उसले यसो भने अरे, प्रभु घरिघरि मेरो मनले भन्छ मेरो घर छ, मेरो घर छ भन्दैछ। यहाँ कतिजना यस्तो बाटोमा माग्नेहरूको घरै छैन, तर पनि बाँचिरहेको छ। मेरो मनले चाहिँ पानी छिट्याउँदा, पानी पर्दा कहिले घर जाउँ, तातो पानीले नुहाउँ, अनि मेरो घर छ भन्दैछ। प्रभु कहीँ कहीँ मेरो हृदय तपाईँभन्दा ज्यादा घरपट्टि पो गयो कि क्या हो भनेर बाटोमा प्रार्थना गरे। कति राम्रो सुन्नुहोस्, कहीँ मेरो मन तपाईँभन्दा ज्यादा घरपट्टि पो गयो कि भनेर भने। अनि बुढी पनि हिँड्दैछ, ऊ पनि हिँड्दैछ, अनि उसले भने अरे प्रभु, फेरि उभिन्छ अरे बुढो, अनि उसले भने अरे प्रभु, यद्यपि मैले तपाईँभन्दा मेरो घरलाई माया गरेको छ भने म मेरो घरको छेउमा पुग्दा घर आगो लागिरहेको होस्। सबजना भन्छ के लागिरहेको होस्? मान्छेले कहाँ त्यस्तो प्रार्थना गरेको हुन्छ? त्यति साह्रो म प्रभुलाई माया गर्छु भने आगो लागिरहेको होस्, अनि मेरै घरको आगो तापेर म प्रभुलाई धन्यवाद चढाउँछु भने अरे। कस्तो राम्रो। अनि बुढीलाई पनि भने, बुढिया हाम्रो मन घरप्रति जाँदैछ, नजाओस्, यति साह्रो नजाओस् कि साँच्चै नै घरमा पुग्दा घर आगो लागेको छ भने हामी त्यही घरको न्यानोपन तापेर प्रभुलाई उपासना गर्नेछौँ। बुढीले हुन्छ भनेर। कस्तो राम्रो। घर पुग्दाखेरि घर आगो लागेको थिएन, तर भावनामा, कमिटमेन्टमा, प्रतिबद्धता, कटिबद्धता त गरेन लु भन्नुहोस्। हो, त्यसरी हामीले घरिघरि आफूलाई चुपलाक भनेर भनेन, थच्याएन भने अरू कुराप्रति हामीको मन जान्छ। त्यस्तो कुरा हो। यो कुरा तपाईँहरूले बुझ्नुभयो। अब आज हामी बाइबल स्टडीको अलिकति हिजो हामीहरूको कन्टिन्यू हिजो हामी जाँदैछौँ। म एक दुईवटा प्रश्न सोध्छु। बाइबलको वचनअनुसार चाहिँ कन्याको दर्जा पाए तापनि कसलाई मूर्ख भनिन्छ? अहिलेसम्म के खालि नाम मात्रै भन्दै जानुहोस्। पहिला के हो? परमेश्वर छैन भनेर मूर्ख। दाजुभाइ दोस्रो के हो? परमेश्वर छ तर गाई बाख्रा जस्तो हुन्छ भने मूर्खै भयो। तेस्रो चाहिँ को? विश्वासी तर जसलाई चाहिँ शैतानले आत्मिक अन्धापनमा राखिदिएको छ, मूर्ख बनाएको छ। पावलको बारेमा हामीले हेऱ्यौँ। अब भन्दै जानुहोस्, चौथो को हो? खोइ त हो, सबै खानाले ठेलेर लगेछ। ज्यादा बोल्नेलाई मूर्ख भन्छ भनोस्। अर्को को? यसले पनि बताउँछ नि त। हामीहरूको त सन्डे स्कुलको नानीले फटाफट उभिएर भन्नुहुन्छ, तिखो हुन्छ साँच्चै भनेको। उता दुःख छ, त्यसले गर्दा उनीहरूलाई खालि बाइबलकै वचन मात्रै र भने हेर्नुहोस् न। हजुर
हिजो हामीले हेर्थ्यौँ धन सम्पत्तिमा भरोसा पर्नेलाई पनि मूर्ख भन्छ भनेको थियो, हो कि भन्नुहोस् त। अनि क्रिस्चियन त हो हृदयमा तितोपन राखेर बाहिरबाट झाँस्ने, तितोपनलाई पालिराख्ने, हितोपदेश 10:18 पदलाई पनि घमण्डी भनेको, के अरे मूर्ख भनेको थियो। त्यस्तो क्रिस्चियन पनि हुन्छ। फलाना क्रिस्चियनलाई चाहिँ मन नपराउने, त्यसले मलाई साह्रो नराम्रो गरेको छ भने चर्च आइबस्ने, पूर्ण प्रकारले हृदयले माफ नदिएकोलाई पनि के भन्छ? मूर्खै भन्छ। अब आज चाहिँ हामी हितोपदेश 12:1 पद पढ्छौँ। हितोपदेश 12:1 पद। हामीले यस्तो सबै कुरादेखि छुटकारा पाउँदै 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 जाने हो। अनि मैले हिजो बिहारमा भैँसीको राँगालाई हरियो चस्मा लगाइदियो भन्ने पनि वचन दिएको थियो। अनि भैँसीको राँगालाई हरियो चस्मा लगाएर सुकेको पराल चाहिँ हरियो बनाएर खानु लगायो, झुक्क्यायो भन्नेमा चाहिँ कुन चाहिँ पद पढेको थियो? हितोपदेश 14:8 लु पढिएन। हितोपदेश 14:8। आफ्नो चालचलन बुझ्नु नै समझदार मानिसको बुद्धि हो, तर मूर्खहरूको मूर्खता चाहिँ छल हो। भन्नुभयो त शैतानले चाहिँ मूर्खलाई चाहिँ के गरिदिन्छ? छल गरिदिन्छ। चाहिँ स्मार्ट छस्, ठिकै छस् भन्छ, भित्रको मूर्खता देख्नै दिँदैन। पवित्र आत्माले हृदय खोज्नै चाहँदैन। त्यसो गर्दा बेला बेला रिसाइ पनि बस्छ, बेला बेला उसले अरू विश्वास तितोपना साँचेर राखेको हुन्छ, ऊ ज्यादा बोल्ने हुन्छ। त्यो कुरालाई के गर्दैन? वर्कआउट नै गरेको हुँदैन। प्रभु आउँदाखेरि तिमीले जुन जुन पापबाट छुटकारा पाएको छैन, तिमीले त्यो पालेर राखेको रहेछ भनेर भन्नु। क्रिस्चियन भनेको चाहिँ प्रभु पाइसकेर मैले हिजो चिलाउनेको मुढाको नमुना पनि दिएको थिएँ। चिलाउनेको मुढाबाट के बनाउँछ भने हलो। चिलाउनेको मुढा काट्नु, रुख लडाउनु भनेको चाहिँ ग्रहण गर्नु मात्रै हो। हलो बनिनु कहाँ हो? हलो बनिन्जेलसम्म हामीलाई प्रभुले बिस्तारै 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 सेवासँग दिउँदा आज छाँट्दै काट्दै बनाउँदै जाँदा चाहिँ म बन्ने बन्ने भन्न सक्नुपर्छ। बन्ने म पहिला पुरा रिसाउँथेँ, आजकल रिसाउँदिनँ। म पहिला पुरा ज्यादा बोल्थेँ, आजकल म मैले बोल्दिनँ। मलाई पहिला कति विश्वासीले नराम्रो गरे, तितो लागेर आउँथ्यो। मैले प्रत्येक उनीहरूलाई उपवास प्रार्थना गरेर माफ दिइसकेको छ। मेरो हृदयमा कोही पनि छैन भनेर भन्न सक्नु, त्यसलाई गवाई भएको। मैले हिजो अफ्रिकाको एकजना मान्छेको गवाई के भनेको थियो? त्यो अफ्रिकाको मान्छेले चाहिँ स्पेसल मिटिङमा वचन सुन्यो अरे अनि सबजनाले यसो भने अरे हो यति बेलै प्रभु आउनुभयो भने त हामी त ऱ्याप्चर हुन्थ्यो, एकदमै सबै प्रस्ताव गरिसकेको छ, मानिलिएको छ भनेर भने। स्पेसल मिटिङमा यस्तो मिटिङमा बस्दा पुरा हृदय तात्तिएर आउँछ नि त, हो भएको हुन्छ, प्रस्ताव गरेको हुन्छ। त्यहाँदेखि आफ्नो आफ्नो गवाई दिन आयो अरे। अन्त एउटा अफ्रिकन मान्छे चाहिँ आएर गवाई दिँदाखेरि पास्टरले सोध्यो अरे, सच्चै तपाईँ पनि पुरा एकदम अहिले प्रभु आयो भने जानुहुन्छ, सबलाई माफ दिनुभएको छ? सबलाई माफ दिएको छु, अहिले प्रभु आयो भने मेरो ऱ्याप्चर हुन्छ भनेर। अन्त तिम्रो सासूआमा चाहिँ कस्तो छ? नभई त्यो त डेन्जर बुढी हो अरे। त्यो एकछिन मान्छे तात्तिएको मात्रै हृदय खोज तलास गरेकै छैन। हामीलाई हाम्रो जीवनमा त्यो सासूआमासँग उसको कस्तो नफरत रहेछ, डेन्जर अरे त्यो भनेपछि सासूआमालाई माफ दिएको रहेछ उसले, डेन्जर कहाँ भन्छ त्यस्तो। त्यसले गर्दा हामी कतिचोटि ठगिन्छौँ। त्यसले गर्दा हितोपदेश 14:8 पदले भन्छ समझदार मानिसको, फेरि पढ्न छ 14:8 पद के भन्छ? आफ्नो चालचलन बुझ्नु नै समझदार मानिसको बुद्धि हो, तर मूर्खहरूको मूर्खता चाहिँ छल हो। छल भनेको चाहिँ डिसेप्सन भन्नु सबजनाले, धोका भन्नुहोस्। त्यसले गर्दा शैतानले चाहिँ कसरी हुन्छ? म चाहिँ विश्वासीलाई, संसारलाई त धोका दिन्छ, विश्वासीलाई पनि कसरी हुन्छ? म हरियो चस्मा लगाइदिन्छु भने। हरियो चस्मा भने बुझ्नु होला नि। हिजो मैले बिहारमा एकदमै त्यो सुकेको पराल खाँदैन रहेछ। म बिहारमा पढेको पटनामा, त्यहाँदेखि त्यो मालिकले एकछिन ठुल्ठुलो हरियो चस्मा लिएर आयो। हरियो चस्मा ल्याएर दुइटै त्यो भैँसीको राँगालाई दुइटैलाई चस्मा लगाइदियो। चस्मा लगाइसकेपछि त्यो सुकेको पराल त हरियो देख्दा मजाले खान्छ। त्यस्तै प्रकारले लाटा बनाइदिन्छ, क्रिस्चियनलाई लाटा बनाइदिन्छ हो। अब आज चाहिँ हामी एउटा मात्रै पढ्छौँ, हितोपदेश 12:1 पद नेपाली अनि अल्टरनेटिभली इङ्ग्लिसमा पढ्छौँ। जोडले पढ्नुहुन्छ, जोड। जसले शिक्षालाई प्रेम गर्छ उसले ज्ञानलाई प्रेम गर्छ, तर जसले हत्तीलाई घृणा गर्छ त्यो पशुसरा हो। पशुसरा लेखेको छ। अरू कुनै बाइबलमा चाहिँ मूर्ख लेखेको छ। हेर्नुहोस्
इङ्ग्लिसमा ब्रिटिस छ। Whoso loveth instruction, loveth knowledge, but he that hateth reproof, is brutish. ब्रिटिस भनेको चाहिँ मूर्ख भन्न सक्छन् नि। ब्रिटिस भइदिएको भए त कति राम्रो हुन्थ्यो। ब्रिटिस भइदिएको भए त सिधै त्यहाँको सिटिजनसिप पाइहाल्थ्यो हो। तर ब्रिटिस रहेछ, के रहेछ? ब्रिटिस। बुझ्नुभयो? अब सुन्नुहोस् के भने फेरि राम्रोसँग पढ्नुपर्छ है। नेपालीमा पढ्नुहोस् त छोरीले। जसले शिक्षालाई प्रेम गर्छ, उसले ज्ञानलाई प्रेम गर्छ। तर जसले हप्कीलाई घृणा गर्छ, त्यो पशु सरह हो। अथवा मूर्ख भन्न सक्दैन। कतिवटा बाइबलमा चाहिँ मूर्ख। अब सुन्नुहोस्, प्रभुलाई ग्रहण गरेपछि हामीलाई चर्चमा ल्याइन्छ। अनि प्रभुलाई ग्रहण गरेपछि चर्चमा ल्याइन्छ। ल्याइसकेपछि चाहिँ हामीलाई थाहा हुनुपर्छ हामी मान्छे जाति चाहिँ सुरुदेखि नै अधीनमा नबस्ने। हामीलाई हप्काएको, हामीलाई चेतावनी दिएको, हामीलाई अर्थी दिएको कसैलाई मन पर्दैन। यो केटाकेटीहरूलाई तपाईँले यहाँ बस भन्नुहोस्, कसैलाई मान्दैन त्यसरी कुदेको। सानैदेखि एकदमै त्यो अनुशासन भन्ने कुरा, डिसिप्लिन भन्ने कुरा, चेतावनी भन्ने कुरा चाहिँ मान्छेको सन्तान लिनै मन पर्दैन। सिकाएको त मनै पर्दैन जान्छ। नाक उसको त नाक टुकेर आइहाल्छ त्यो खालको। किन भन्दा स्वर्गदूतले नि पहिला स्वर्गमा अधीनता मन नपराएर अनि स्वर्गदूत झरेर अनि स्वर्गदूतले त्यही अधीनमा नबस्ने विरोध गर्ने इन्जेक्सन हालिदिएको हुन्छ। सबलाई सुन्नुहोस्, सबलाई विरोध गर्ने इन्जेक्सन हालिदिएको हुन्छ। अनि मानव जाति जन्मिँदैदेखि विरोध गर्ने, अधीनमा नबस्ने। तर परमेश्वरले चाहिँ हरेक मान्छेलाई चाहिँ जन्मिने बित्तिकै अधीनता देखाउनुहुन्छ। जन्मेर कोक्रोमा सुत्ने बित्तिकै सुन्नुहोस्, कोक्रोमा सुतिरहेको छ, एउटा बाक्लो चस्मा लगाएको मान्छेले आएर यसो गरेर हेर्छ। के गरेको थियो? नानीलाई त हेऱ्यो नि, के गर्दैछ? त्यो नानीले यसो हेर्छ। अरे मदेखि माथि एउटा बाक्लो चस्मा लगाएको मान्छेले हो, यो प्रिन्सिपल जस्तो हेर्छ हेर्दैन आमाले तल। अधीन भन्न सबजनाले। अच्छा, त्यो नानी अलिकति हिस्रिनु थालिसकेपछि त्यसलाई ए उता नजा, यता नजा, सिँढीमा नचढ, उपद्रव नगर। जन्मेकोदेखि उसले आज के देख्छ? अधीनता देख्छ। तर हेर्नुहोस्, एउटा नानी घस्रिँदै मास्टर तलामा जानु खोज्दैछ। बाउले आमाले भन्छ भन्दाखेरि त्यसले यसो घस्छ, एकछिन हेर्छ। एकछिन हेरेपछि यो बुढो कराउँदै गर्छ। फेरि जाँदैन, हेर्दैन लाग्छ। एक खेप त्यो नानी फर्केर आउँदैन। त्यहाँबाट फेरि भोलिपल्ट त्यही जग्गामा पुगेर हिस्रेर जाँदाखेरि त्यो नभनिकन त्यसले त्यो छ कि छैन त्यो चस्मा लाउने मान्छे त्यहाँ त्यस्तो। त्यहाँबाट त्यसले फेरि उँभो चढ्छ। जहिले पनि माइवे भनेको मेरो बाटो जान दियो, मलाई अधीन गरेको मन पर्दैन। त्यो यहाँ केटाकेटीले किन डिसिप्लिन पचाउँछ? कस्तो सारा अब संसारको शिक्षाले त्यस्तै बनाएको हुन्छ। संसारको शिक्षा चाहिँ प्रभुको वचनदेखि विरुद्धमा हो। इन्डिपेन्डेन्ट हुनु, बाउले कान बोलेको सिधै कति 911 अरे 911 बाउलाई चिया खान लानु पर्यो भनेर सिकाएको हुन्छ। सबै बाइबलको वचनको विरुद्धमा हो। अनि त्यसले गर्दा उनीहरूलाई सानैदेखि एकदमै रिबेल गर्नु, विरोध गर्नु, न्यु खोज्नु यस्तो सिकाएको हुन्छ। यो कुरा हो। त्यही भएर बाइबलले भन्छ जब हामी प्रभुको घरमा आउँछौँ, प्रभुको घरमा उहिलेदेखि अब हामी अधीनमा नबस्ने मान्छेलाई बाइबलमा प्रभुको घरमा ल्याइसकेपछि प्रभुको घरमा पनि अब के हुन्छ? अधीन हुन्छ। त्यहाँ एउटा नपढेको मान्छे, 10 पनि पास नगरेको मान्छे होला, तपाईँ चाहिँ मास्टर्स पास गरेको इन्जिनियर डक्टर होला। सुन्नुहोस् है, अब कुरा आयो। अनि ज्ञानको तुलनामा हेऱ्यो त तपाईँ त मास्टर्स पढेको सबै जान्ने, तर अगाडि चाहिँ कति पढेको छ अरे? 10 पनि झुन्डेर लहरामा झुन्डेर उत्तीर्ण भएको मात्रै छ। अब उसले अधीन गरेको उसलाई मनपर्छ भन्न सक्दैन। तपाईँ कम्प्युटर जान्ने मान्छे हो एकदमै, तर तपाईँलाई एउटा लठा मान्छेले चाहिँ डिक्टेसन दियो भने तपाईँलाई कस्तो लाग्छ भित्रबाट चाहिँ? के हो यो के हो यस्तो देख्नु परेको भन्छ। त्यसले भनिरहेको हुन्छ मनले चाहिँ, मनै पर्दैन हो। त्यस्तै प्रकारले अब चर्चको घरमा आइसकेपछि त्यहाँनिर सन्डे स्कुलको टिचर, ठुलो आमा, ठुलो दाजु, कोही न कोही कम्ती पढेको तर पनि प्रभुले राखेको हुन्छ। अनि त्यो जग्गामा चाहिँ मान्छे अधीनमा नबसेको कारणले धेरैजना मान्छेले चर्च छोडेर गएको हुन्छ। सुन्नुहोस्, अधीन मन पर्दैन ट्याप्पै। अनि अधीन नमन परेपछि चर्च छोडेर गएको हुन्छ। तर उसलाई सोध्नुहोस्, सत्य परमेश्वर को हो भनेर सोध्नुहोस्। ऊ
उसले कुनै पनि अर्को देवी देवताको नाम लिँदैन। यहोवा परमेश्वर, त्रिएक परमेश्वर, प्रभु यीशु मसीह संसारमा आउनु भएको एबीसीडी सब भटाइदिन्छ उसले। अच्छा, ग्रहण गरेपछि केले पाप क्षमा हुन्छ भने यीशुको रगतले भनिहाल्छ उसले। अच्छा, ग्रहण गरिसकेपछि अर्को के गर्नुपर्छ भन्दा स्विमिङ भन्छ भन्छ भन्दैन? बप्तिस्मा भनेको भन्न सक्छ स्विमिङ किसिम भनिदिन्छ। अनि बाइबलको 15-20वटा पद पनि भनिदिन्छ। तर तपाईँ चाहिँ अहिले कहाँ सङ्गति गर्नु? पहिला एउटा चर्चमा गर्दै थिएँ कि मनै नपरेर नि मलाई मनै न, म आजकल यता जाँदैछु। के छोडेको रहेछ उसले? अधीन भन्न सक्ने हो। त्यस्तोलाई चाहिँ बाइबलले भन्छ तिमी चाहिँ ब्रिटिस हो। के भन्छ अरे? चर्च पनि धेरै प्रकारको हुन्छ। अहिले तपाईँलाई म रोमन क्याथोलिकको चर्चमा गयौँ अरे। रोमन क्याथोलिकको चर्चमा तपाईँलाई म सट्टै धुरीभित्र पस्यौँ भने हामीले पोपलाई, ओ पोप यहाँ हो त, उल्टा पल्टा गर्छौ तिमी, यो के गरेको, कहाँ धुप धुवाउनु भनेको छ भनेर भन्छौँ। लु भन, रोमन क्याथोलिक चर्चकै छानामुनि हामी गयौँ भने के 2 घन्टा बस्यो भने त्यो चर्चको संविधान, त्यो चर्चको नियम, त्यो चर्चको कानुन र पोपको अधीनमा बस्नुपर्छ पर्दैन? पर्छ। त्यो गएको मतलब नि आफूलाई सब्जेक्सनमा ल्याएको हो। अच्छा, त्यो 2 घन्टा भए पनि अधीनमा हुन्छौँ। अब कुनै पनि तपाईँ रोमन क्याथोलिक चर्चमा जानुभयो, तर तपाईँले शिक्षा सुन्नुभयो, उल्टा पाल्टा सबै रहेछ भनेदेखि तपाईँले पोपको नाक घोस्ने हो कि चुपचाप निस्केर जाने हो? गल्ती रहेछ, यहाँ त बस्नु हुँदैन। अब अर्को एउटा सफा स्कुल खोल्छु, सफा स्कुल खोज्छु म, यो हस्पिटल त मैला रहेछ, यहाँ त इन्जेक्सन लाउँदा मार्ने रहेछ, म त अझै राम्रो हस्पिटल खोज्छु भनेर चुपचाप लागेर चाहिँ जान पाइन्छ। त्यस्तै प्रकारले तर कुनै पनि चर्चमा बाइबलको वचन ठिकै छ, शिक्षामा उल्टा पाल्टा छैन, चेलापन सिकाउँदैछ, पश्चातापको कुरा सिकाउँदैछ। तर त्यहाँनिर अधीन गर्दा मेसेज लामो दियो भनेर अथवा जवान केटाकेटीलाई भाइ यो गिटार नबजाऊ, यो जर्मनीबाट ल्याएको बाजा, हाम्रो वहाँ सिक्किममा यो जर्मनीबाट 3 लाख रुपियाँमा डोनेट गरिदिएको थियो, दामी बाजा। सुन्नुहोस्, 3 लाखमा डोनेट गरेको, त्यही 10 वर्ष मात्रै भएको थियो। अन्त अस्तिको पालि प्रचार प्रसारमा जाँदाखेरि कुन जवान केटाहरूले बोकेछ, लगेर ढुङ्गामा झार्दैछ। झारेपछि त भित्र माचिसको खोल हल्लाउँदा छ्याक गर्छ नि, त्यस्तै बनाएर चाहिँ ल्याएर सटक्क राखिदिएछ। अब कोही छैन त्यहाँ, निस्किँदैन। अब त्यस्तै प्रकारले म हुँ भनेर चाहिँ कोही पनि निस्किँदैन त्यहाँ हो। गीत गाउँदा बराबर चक्र मेटिने गरी गीत गाउँदैछ सबै, तर कसैले पनि त्यो हो भन्दैन। अहिलेसम्म त्यतिकै लडिरहेको छ। त्यस्तै प्रकारले जवान केटाहरूलाई ठुलो दाजुले गिटार नबजाऊ, त्यो बाजा त्यहाँ राख भन्ने बित्तिकै त्यसले कसो गर्छ भन्नुहोस्, रियाक्सन खुसी हुन्छ कि अँध्यारो अनुहार गर्छ, सपक्क हिँड्छ कि ब्ल्याक हिँड्छ, त्यहाँ ब्ल्याक हिँडेर गएर घरमा जान्छ। घरमा गएर आमालाई भन्छ, आमा गिटार बजाउनु मात्रै थालेको थिएँ कि कस्तो भने त्यो अङ्कलले। अनि आमालाई पनि शैतानले उकास्छन्, कुन चाहिँ अङ्कलले भन्छ, कुन चाहिँ अङ्कलले भन्छ। सुरु भयो। अब एउटा बाउ पनि आउँछ काम ठाडो पारेर, हाम्रो भाइलाई त्यसो गरेको राख पो भनेर, जोडले पो राख भनेर। त्यहाँ कस्तो खालको एउटा गिटार किन्नु सक्दैन हामी, त्यसले पनि थप्यो। त्यहाँबाट भाइ त के गयो भाइ, त्यसले गर्दा बाबुआमाले पनि अधीनता जानेको हुँदैन। त्यहाँदेखि भरे गिटार नबजा भन्ने बित्तिकै त्यो बटारिन्छ। त्यो बटारेपछि संसारको कुनै चर्चमा लाँदा पनि त्यसलाई शिक्षा कुनै शिक्षाले भेट्दैन, किन उसले बेसिकल्ली आज भूमिगत प्रकारले त्यसले के जानेन, अधीनता जाने। नम्बर 1 क्रिस्चियन भइसक्यो, चर्चमा आएपछि अधीनता भनेको चाहिँ डिसिप्लिन, सब्जेक्सन छैन भनेदेखि चाहिँ त्यो मान्छे भड्केर जान्छ। जुनसुकै चर्चमा जाओ, जहाँसुकै पास्टर होस्, एउटा चर्चको अधीनता छोडेपछि प्रभुले रेकर्ड गर्नु, अधीनमा नबस्नु। किन स्वर्गदूतहरू अधीनमा बसेन, अनि मान्छे जातिलाई आएर अधीनमा नबस्ने बनायो। त्यो इन्जेक्सन हालेपछि त्यो इन्जेक्सनले काम। अब कहाँसम्म अधीनमा बस्नुपर्छ? 2टा पद पढेर बन्द गरौँ, जुन समय हुँदैछ। भजनको किताब 141 अध्याय हुनुहोस्, कहाँसम्म चाहिँ अधीनमा बस्नुपर्छ? त्यसको एउटा हिसाब छ क्या, हिसाब। भजनको किताब 141 अध्यायको 5 पद पढ्नुहोस्। धर्मीजनले अब सबजनाले त्यो पढ्नु मात्रै हुँदैन, पक्का हो कि होइन, प्रभु म त्यसबाट छिरेर जान सक्छु कि सक्दिनँ भनेर पनि सोच्नु पऱ्यो। चर्चभित्र चाहिँ धर्मीजनले चाहिँ के गरोस् अरे? ल हेर्नुहोस् त, अब एक्सटेन्ड चाहिँ कहाँसम्म रहेछ, कुन सीमासम्म रहेछ? मानिलिउँ दाजुले चाहिँ, दाजु चाहिँ अब यहाँको एल्डर हो, अरू दाजुभाइहरू छन्, मानिलिउँ तपाईँलाई तल आउनको लागि 1 थप्पडै लगायो,
सुन्नुहोस् है, भोलिको दिन त्यस्तो भयो भने एक थप्पड हिर्कायो भने त्यहाँदेखि पढ्नुहोस् के भन्नुपर्छ अरे त्यसलाई? थप्पड खाँदा कुन चाहिँले दया भन्छ लु भन्नु? बाइबल त यत्रो 2-2 केजीको बोकेर हिँड्दैछ, 3 केजीसम्मको पनि छ कसैको बाइबल। तर थप्पड खाँदा चाहिँ म यसलाई चाहिँ थप्पडलाई चाहिँ दया भन्छु भन्ने चाहिँ क्रिस्चियन कहाँ होला लु भन्नु? स्वर्गले त यो लेखेको, न्याय त यही वचन अनुसार हुन्छ। अब थप्पड चाहिँ त्यस्तो थप्पड हान्दाखेरि दया भन्दैछ भने त्योदेखि मुनि झुसे मुसे कुराहरू भयो, ठेलठाल पार्यो, गाली गर्यो, हप्कायो, चेतावनी गर्यो भनेदेखि त आज त्यसको त कुरै आयो। थप्पड हिर्कायो भने पनि हो भयङ्कर दया गर्नु भने आज अङ्कलले मलाई भयङ्कर, आन्टीले मलाई पुरा दया गरेर, अङ्कलले 1 आन्टीले 1 दया गरेर कति थप्पड खाएछ? 2 थप्पड त्यसो भन्नुपर्छ अरे। कहाँ क्रिस्चियनले बुझेको हुन्छ? अन्त पढ्दै जानुहोस् त, पढ्दै जानु। अब सुन्नुहोस्, संसारमा मान्छेले धेरै चर्चमा पवित्र आत्मा आयो भन्छ, पवित्र आत्मा आयो भन्छ। अन्त त्यसको चाहिँ फल चाहिँ के हो भन्दा कामेको देखाउँछ। कतिजनाले उल्टी गर्छ, कतिजनाले हाँसेकै गर्छ, कतिजना जोडले कराउन थाल्छ। तर खास परमेश्वरको वचन अनुसार तेल भनेको पवित्र आत्मा हो। आयो पवित्र आत्मा आयो भन्नुपर्छ रहेछ। त्यो भन्नु सक्छ भने के आयो भन्नु सर? किन मैले त्यहीँ लेखेको छु बाइबल, लु पढ्नुहोस् त, त्यसरी पो आउँदछ। त्यो थाम्यो, त्यो तग्यो भने पवित्र आत्माको शक्ति हुन्छ। लु पढ्नुहोस्, अझै पढ्दै जानुहोस्। शिरले देख्नुभयो, कहिले मलाई कसैले कडाकडी गर्यो भने म यसलाई अस्वीकार गर्दिनँ, म यसलाई दया ठान्छु भन्दैछ। ल अनि किनभने तिनीहरूका विपत्तिहरूमा थप्पड हान्नेलाई भोलिको दिन डाइरिया भयो अरे। सुन्नुहोस् आज थप्पड हानेन तर गिटार नबजा भने अरे, भोलि सुलसुल उसलाई डाइरिया भयो भनेदेखि मनमा के भन्छ? हो हिजो मलाई त्यसो गरेको थियो नि, हाम्रो प्रभु त छ्याछ्याती पो हुनुहुन्छ त भनिहाल्छ मान्छे। तर त्यसो भन्नु हुँदैन अरे। धर्मी जनले मलाई थप्पड हिर्काओस्, त्यो चाहिँ दया ठहरिनेछ, त्यसलाई म तेल भन्छु, उसको विपत्तिमा पनि म प्रार्थना गरिबस्छु भन्नु पर्छ। तर मान्छेलाई मान्छेले यसो गरिहाल्दैन कि, तर मनमा खोचिङ भनेको हुन्छ। पढ्दै जानुहोस्, अझै के रहेछ? मेरो प्रार्थना देख्नुभयो? ल अब तपाईँले सोच्नुहोस्, भन्नुहोस् प्रभुलाई घरमा गएर, प्रभु अधीनता भन्ने कुरा ठुलो रहेछ। अधीनतामा बसेन, चेतावनी मान्छेले खपेन भने त्यसलाई मूर्ख भन्दो रहेछ। अनि अधीन गर्ने क्रममा चाहिँ मलाई थप्पड हान्यो भने त्यो एक्सटेन्सम्म गयो भने पनि म त त्यहाँ तगेर बस्नु पर्ने रहेछ, चर्च छोड्नु हुँदैन रहेछ। प्रार्थना गर्नुपर्छ पर्दैन? अनि पो थामिन्छ त भोलिको दिनमा मान्छे। नभए त अगुवाहरू पनि माटोबाट बनेको मान्छे हो, स्टिलको होइन, ईश्वर होइन, स्वर्गदूत होइन। भोलि कडाकडी गर्ला, त्यति बेला छोराले आएर गिटार बजाउनु दिएन भन्दा आमाले पनि यो कुरा बुझेको छैन भने हाम्रो भाइले त्यसो भनेको अरे म हपनरको किनिदिन्छु 3000 को। त्यहाँबाट त छोरो पनि बिग्रियो, आमा पनि बिग्रियो, बुढो पनि बिग्रियो। त्यस्तो हुन्छ। कति यस्तो कुरा शिक्षा नभएकोले गर्दा अनि पातिएर छोराछोरीलाई बिगारेको छ। बुढाबुढीले मण्डलीको विरोध गरेको छ, अधीनमा बस्न चाहँदैन, आफ्नै जीवन पाउनुपर्छ भन्ने विचार हुन्छ मान्छे। कस्तो खतरा हो। अब हामी एउटा पद पढेर बन्द गर्छौँ। दोस्रो कोरिन्थी 11 अध्यायको 20 पद। सबजना मिलेर पढौँ। यो चाहिँ दोस्रो कोरिन्थी 11 अध्यायको 20 पद। जब बाइबल खस्याक बन्द हुन्छ त्यसको मतलब मैले बुझ्छु कि सबले पद पाइसकेको छ भनेर। दोस्रो कोरिन्थी 11 अध्याय 20 पद पाइसकेको छैन। हेर्नुहोस् है, खस्याकले बताउँछ त पाइसकेको छैन। अब चाहिँ पाइसकेको जस्तो छ। ल अब पढौँ। किनकि कसैले तिमीलाई कमारा बनायो भने पनि, कसैले तिमीलाई मिल्यो भने पनि, कसैले तिमीलाई भेट्यो भने पनि, कसैले आफूलाई उच्च पार्यो भने पनि, कसैले तिमीलाई मुखैमा हिर्कायो भने पनि, कुन चाहिँ हदसम्म जानु पर्दो रहेछ म सुनाउँदैछु। कसैले तिमीलाई कमारा बनायो, घरमा काम लायो, एउटै पैसा दिएन। कमारा भनेको एउटै पैसा दिएन। त्यहाँसम्मको इन्जस्टिस भयो भने पनि चुप लागेर बस्ने मान्छेलाई क्रिस्चियन भन्छ हो। अर्को, कसैले तिमीहरूलाई निल्यो, चिया खाँदै रहेछ, तपाईँ गएको चियासँगै सट्टै निल्यो। तपाईँ निल्यो भने के भनेको?
बताएँ त नमनामटी चिया खाँदै रहेछ तपाईँ छेउमा गएको टेबलबाट तपाईँलाई टिपेर सट्टै ट्याब्लेट मुखमा हालेर अरे चियाबाट सट सबै कुरा मेरो घर मेरो लुगाफाटो मेरो गाडी मेरो प्राण मेरो वाइफ भन्दा ज्यादा म प्रभुलाई माया गर्छु मेरो गाडीद्वारा पनि महिमा गर्छु घरद्वारा पनि महिमा गर्छु पैसाद्वारा पनि महिमा गर्छु मेरो लुगाफाटो किन्न जाँदा म प्रार्थना गर्न जान्छु सबै कुराद्वारा मलाई माया गर्छु अनि मेरो धन सम्पत्ति रुपियाँ पैसा मेरो स्वास्थ्य सबै गयो भने पनि म त्यति बेला प्रभुलाई माया नै गर्छु त्यो भन्न खोज्यो त्यसले गर्दा अब यो कुरा बुझ्नुहोस् सबै कुराद्वारा हामीले प्रभुलाई माया गर्यौँ भनेदेखि चाहिँ के हुन्छ भन्दा अय्युबको किताब 22 अध्यायमा आउँछ अब कुनै पनि स्कुलमा एउटा नानी छ अनि कुनै पनि इन्टरभ्यू भयो अथवा कुनै पनि मान्छेले तपाईँलाई सोध्यो अरे के तपाईँ यो न्युमेरिकल 1 देखि 20 सम्म अथवा 1 देखि 10 सम्म जान्नुहुन्छ नम्बर्स भनेको गन्ती नि अब 1 2 3 4 5 जान्नुहुन्छ भनेर भन्यो अरे तपाईँलाई अथवा केटाकेटीलाई सोध्यो अरे हो क्यान यु काउन्ट 1 to 10 भनेर भन्यो भनेदेखि चाहिँ नानीले यसो भन्यो अरे सुन्नुहोस् जान्दछु भन्यो अरे अनि भन्यो अरे 1 3 7 8 5 3 9 भने जानेको छ कि छैन सो भन्नुहोस् त जानेको रहेछ तर अर्डरली भने कि डिसअर्डरली भने क्रमसँग भनेन 1 को आफ्नै जग्गा छ 2 को आफ्नै जग्गा छ 3 को आफ्नै जग्गा छ अनि त्यसको अर्डर अनुसार राख्दा मात्रै जानेको रहेछ भनेर भनिन्छ त्यस्तै प्रकारले हामीले प्रभुलाई त राख्नु त राखेको हुन्छ जीवनमा तर 1 नम्बर जग्गा हुँदैन धेरै क्रिस्चियनको 1 नम्बर जग्गा हुँदैन प्रभुको निम्ति सुन्नुहोस् झन्सारा अब यहाँनिर युएसए युकेमा त अस्ट्रेलियामा त झन् डेन्जर छ प्रभु हुन चाहिँ हुनुहुन्छ तर 5 नम्बरतिर कहाँतिर कसैको जीवनमा 3 नम्बरतिर हुन्छ तर अय्युबको किताबले हामीले सिकाउँछ अर्डरमा चाहिँ कहाँ राख्नु भनेर अय्युबको किताब 22 अध्यायमा त्यहाँ अलिकति लेखेको छ हामी पाउँछौँ अय्युबको किताब 22 अध्यायमा आउनुहोस् 22 अध्यायको 21 22 23 24 25 पढिदिनुहोस् म पढिदिन्छु कि यहाँ ब्रदर अरूले इङ्ग्लिसमा पढिदिन्छु म 21 पढ्दैछु अब उहाँसित आफूलाई परिचित गराओ मेलमिलापमा बस्छ यी कुराहरू तिमी कहाँ भलाइ आउनेछ पढ्नुहोस् Acquaint now thyself with him acquaint now thyself unto him and be at peace thereby good shall come unto thee अब 22 पद पढ्छु म तिमीलाई बिन्ती गर्छु उहाँको मुखबाट व्यवस्था ग्रहण गर उहाँका वचनहरू आफ्नो हृदयमा राख receive I pray thee the law from his mouth and lay up his word in thine heart तिमी सर्वशक्तिमानतिर फर्क्यौ भने तिमी बनिने छौ तिमीले आफ्नो वासस्थानबाट अधर्म टाढा राख्ने छौ if thou return to the almighty thou shalt be built up thou shalt put away iniquity far from thy tabernacles अब 24 पद इम्पोर्टेन्ट छ हेर्नुस् तब तिमीले सुन धुलोमा उपिरको सुन खोलाहरूका ढुङ्गाको बीचमा राख्ने छौ then shalt thou lay up gold as dust and the gold of Ophir as the stones of the brooks देख्नु ल के भन्नु सुनलाई कहाँ राख सुनलाई यसो सुन चाहिँ प्राय सुन चाहिँ अब यो अय्युबको समयमा सुन जमिन मुरीबाट अहिले जस्तो निकालिँदैन थियो अब कतिजनाले सुन्नुभएको लासाको सुन भनेर लासामा सुन छ कान मेरो बुच्चे भने सुनेको लासामा त टिबेट हो त्यहाँ त सुनको खानी छैन कसरी सुन निस्किन्थ्यो भन्दा चाहिँ जमिन मुनिबाट चाहिँ त्यो लाभा भन्छ नि जमिन मुनिबाट लाभा तातेर पृथ्वी तातेर गरम भएर चाहिँ एकदम भित्रै सुन आफै बनेर चाहिँ अनि टिबेटको खोलामा चाहिँ सुनको चाहिँ सानो पिसै निस्किन्छ सुनको टुक्रा पनि निस्किन्छ त्यस्तो साह्रो त्यसरी सुन निस्किन्थ्यो अनि आज अय्युबले चाहिँ आज साङ्केतिक भाषामा चाहिँ यो खोलाबाट आएको चिज त हो यो खोलाबाट टिपेर ल्याएको चिज त हो यो ढुङ्गाको चेपबाट ल्याएको चिज त हो त्यसले गर्दा यो त त्यहाँको चिज हो भनेर चाहिँ अर्डरली राख्नुपर्दा चाहिँ खोलाको चिज हो मात्रै भन्यो उसले अनि त्यहाँदेखि के भने अझै पढ्दै जानुहोस् 25 पद म पढ्दैछु तब सर्वशक्तिमान तिम्रो सुन तिम्रा निम्ति बहुमूल्य चाँदी हुनुहुनेछ पढ्नुहोस् and yea the almighty shall be thy defense and thou shall have plenty of silver हो
सर्वशक्तिमानले तिम्रो सुन र चाँदी हुनुहुनेछ। सुन र चाँदी चाहिँ आफ्नै अर्डरमा बस्छ। एभ्रिथिङ फल इन्टु हिज प्लेस भन्छ नि, सबै आफ्नो आफ्नो जग्गामा जान्छ। तर याद गर्नुहोस्, धेरैको निम्ति स्वास्नी, धेरैको निम्ति छोराछोरी, धेरैको निम्ति काम, धेरैको निम्ति पैसा, धेरैको निम्ति सुविस्ता, आराम, खाना, जब त्यो चिजले ओगट्छ, चल्न पाइकन प्रभु 3 नम्बर 4 नम्बर 5 नम्बरतिर पुग्नुहुन्छ। त्यो भइसकेपछि चाहिँ हामीले बिहा गरेको केटीले 20 मिनट चाहिँ त्यो केटासँग घुमेर आउँछु भने जस्तै हो। 10 मिनट चाहिँ त्यो केटासँग गार्डनमा बात मारेर आउँछ, ह्यान्डसेक मात्रै गरेर आउँछु भन्दा खुकुरी निकाल्छ कि निकाल्दैन भन्छ। अन्त कस्तो साह्रो पो छ त। त्यता संसारको हस्बेन्ड, संसारको वाइफ, पति त त्यति बाठा हुन्छन्, आफ्नो वाइफबाट 100% च्यास्टिटी खोज्छन्, पवित्रता खोज्छन्, माया खोज्छन् भनेदेखि चाहिँ हाउ मच मोर आवर लर्ड जिजस क्राइस्ट सिक्स फ्रम अस। कति धेरै प्रभु यीशुले हाम्रो जीवनमा खोज्नुहुन्छ। त्यसले गर्दा हामीले टकटकाई आफूलाई प्रभुको वचनको कसी लगाई आफूलाई धुलोमा टकटकाई प्रार्थना गरेर, हामीले उपवास प्रार्थना गरेर, रोएर, हामीले पश्चाताप गरेर फर्केन भनेदेखि चाहिँ आज बाइबलले भन्छ धन सम्पत्तिले धोका दिन्छ। हामीले हेरिसक्यौँ, भयङ्कर ठुलो धोका दिन्छ है। अनि त्यहाँदेखि 26 पद पढ्दैछु, किनकि तब तिमी सर्वशक्तिमानमा मग्न हुनेछौ, आफ्नो चेहरा परमेश्वर कहाँ उठाउनेछौ। हेर्नुहोस् त, यता त परमेश्वरमा मग्न हुनु भनेको प्रभु तपाईँ मेरो हेल्थ हो, तपाईँ मेरो श्रीमती भन्दा पनि प्यारो। किनभने म तपाईँलाई दिदी गर्न सोध्छु, दाजुभाइलाई पहिला सोधौँ। परमेश्वरले पहिला आदमलाई बनाउनु भयो। आदमलाई बनाउने बित्तिकै, माटोबाट बनाउने बित्तिकै आदम एउटा आइडल जस्तो मात्रै थियो, मूर्ति जस्तो मात्रै थियो। अनि परमेश्वरले आदमलाई फु गरेर आत्मा हालिदिने बित्तिकै, सास हालिदिने बित्तिकै, हेर्नुहोस् मलाई सब जाने आदमको आँखा यस्तो खोलिने बित्तिकै गार्डनमा एउटा सुन्दरी हावा हिँडेको देख्यो? कसरी होला? बनाएकै थिएन। त्यसको मतलब के भन्न चाहेको? पहिलो जग्गा चाहिँ म हो। आँखा खोलिने बित्तिकै तैँले मलाई देख्यो, हो कि होइन भन्नुहोस्? त्यहाँबाट फेरि बाइबलले यसो भन्छ, हावालाई पनि आदमकै छेउमा बनाएको होइन, बिहोस त भयो, करम पनि निकाल्नु भयो, निकालेर अलिक पर लगेर बनाएको। त्यसको बादमा चाहिँ प्रेजेन्ट गराएको भन्छ। प्रेजेन्ट गराएको भनेको चाहिँ हिँडाउँदै ल्याएको। त्यसले गर्दा हामी मण्डलीमा जब दुलै केटी बिहा गर्दाखेरि केटीलाई चाहिँ हिँडाउँदै ल्याउँछ नि, हो त्यो सिकेको। त्यसै हामी नभए त खिड्कीबाट जम्प गरेर आउँदा पनि हुन्थ्यो नि त, किन त्यो बिस्तारै हिँडेर आउनु त होइन। तर त्यो चाहिँ उपस्थित गराएको। त्यस्तै प्रकारले बाइबलमा चाहिँ त्यहाँनिर आदमको करम निकाल्नु भयो, आदम यहाँ बेहोस छ, अनि बिस्तारै उसको होस आयो। तर परमेश्वरले अलिक पर कुनामा कहीँ लगेर बनाउनु भयो। त्यहाँबाट सट्टै पहिला हावालाई बनाइसक्ने बित्तिकै हावाको पनि आँखा सट्टै खोलिदिने बित्तिकै आदम मजाले टाई सुट लगाएर यस्तो हेर्दै गरेको थियो? थिएन। त्यति बेला हावाको पनि आँखा यस्तो खोलिने बित्तिकै फर्स्टमा परमेश्वरलाई थियो। त्यसले गर्दा सबैभन्दा पहिला म हुनुपर्छ, मेरो चेहराको सुन्दरताले तिमी अगाउनुपर्छ। तिम्रो सुन चाँदी भविष्यमा बुढा हुन्छ, तर घर हुन्छ, जग्गा जमिन हुन्छ, त्योभन्दा पहिला तिमीले मलाई देखेको। म चाहिँ तिम्रो सृष्टिकर्ता हुँ। अनि म जति सुन्दर चाहिँ कोही छैन। अरू सबै कुरा मैले सुन्दर बनाउँछु, तर म जति सुन्दर कोही छैन। मेरो चेहरामा चाहिँ तिमी अल्मलिनुपर्छ। तिम्रो जीवन चाहिँ मलाई तिमीले त्यसरी जिम्मा लगाएको हुनुपर्छ भनेर चाहिँ बुझेको छैन क्रिस्चियनले। भनेदेखि चाहिँ बिहानै उठ्ने बित्तिकै उसले नुनको चियाको चेहरा हेर्छ। के चेहरा हेर्छ अरे? नुनको चिया बनाउनु हो अलिकति भन्छ पहिला। नुनको चियाको चेहरा, कसैलाई अब फ्राइड राइसको चेहरा, किसिम हुन्छ। क्रिस्चियनहरू भेराइटी हुन्छ। फर्स्टमा साँचो मुक्ति पाएको क्रिस्चियनले आँखा खोल्नुभन्दा अगाडि होस खोलिने बित्तिकै फर्स्टमा भन्छ, प्रभु म तपाईँलाई धन्यवाद दिन्छु। भन्नुभएको छ यसरी, भन्नुभएको छ साह्रै राम्रो। प्रभु म तपाईँ बिना बाँच्न सक्दिनँ। तपाईँले मलाई अहिले काग कराएको सुन्दैछु, रुखी कराएको सुन्दैछु। तपाईँले आवाज दिनुभयो, साथसाथै सुन्ने काम दिनुभयो। आँखा खोलेकै छैन, खास बिउजेको मात्रै हो। त्यहाँबाट प्रभु यो उज्यालो खिड्कीमा मैले देख्दैछु, अनि उज्यालो हेर्न निम्ति आँखा दिनुभयो। मैले एक दिन फेरि थाहा पाएँ प्रभु म मेरो पलङमा, मेरो घरमा, मेरो सम्पत्तिमा, मेरो काममा म रमाउँदिनँ। मेरो छैन, तपाईँ हो प्रभु भनेर फर्स्टमा त्यो भनेन भनेदेखि चाहिँ याद गर्नुहोस् उसको अरू कुरामै मन हुन सक्छ। अनि प्रभुले त्यो कुरा चाहिँ हेर्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ मत्तीको किताब 22 अध्यायको 36 र 37 पदमा यस्तो लेखेको छ।
मत्तीको किताब 22 अध्याय 36 र 37 पद। हे गुरु व्यवस्थामा ठुलो आज्ञा कुन हो? व्यवस्थामा ठुलो आज्ञा कुन हो? येशूले तिनलाई भन्नुभयो, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई, सुन्नुहोस् है सबजना, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, देख्नु र आफ्नो सारा प्राणले, सारा हृदय भनेपछि हामीले हृदयमा एउटै मात्रै चौकी हुन्छ। हृदयमा दुईटा राजा बस्नु सक्दैन। एउटा दरबारमा दुईटा राजा दुईटा रानी कहिले हुँदैन। एउटा दरबारमा एउटै मात्रै राजा बस्छ। त्यता हृदयमा हृदयले प्रभुलाई प्रेम गर्नुपर्छ। मैले 2 जना बुढाबुढीको गवाई सुनेको, बिहा गर्ने दिन नै बुढीलाई भने अरे तिमीलाई म 2 नम्बरमा राख्छु। 1 नम्बर चाहिँ म प्रभुलाई माया गर्छु, 1 नम्बर चाहिँ म प्रभुलाई नै माया गर्छु, अनि 2 नम्बरमा तिमी हुन्छौ भने अरे। कति राम्रो। बुढीले पनि भने अरे मैले पनि यस्तै हस्बेन्ड खोजेको, म पनि 1 नम्बरमा चाहिँ प्रभुलाई प्रेम गर्छु, 2 नम्बर तिमी हो, माइन्ड नगर्नु भने अरे। कस्तो राम्रो। त्यस्तो बुढाबुढीहरूको जीवन कति खुसीले बित्छ। बुढाले पनि प्रभुलाई सम्पूर्ण प्रेम गर्छ। सम्पूर्ण प्रेम गर्ने प्रभुसँग टाँसिएको मान्छेले बुढीलाई कहिले अनादर गर्दैन, कहिल्यै गर्दैन, रुखो बोल्दै बोल्दैन। त्यस्तै प्रकारले बुढाले पनि सम्पूर्ण प्रभुलाई प्रेम गर्छ, बुढीलाई जहिले उसले माया गर्छ। यस्तो कुरा यो चाहिँ हामीहरूको व्यवहारिक जीवनमा, दिन प्रतिदिनको जीवनमा हामीलाई एकदम भित्रबाट प्रभुप्रति त्यो प्रकारको प्रेम, प्रभु बिना बाँच्नै नसक्ने, प्रभुको वचन नपढी बाँच्नै नसक्ने, प्रभुको स्तुति कहाँ गएर सुनौँ, कहाँ गएर वचन पढौँ, कति बेला घुँडामा आएर प्रार्थना गरौँ भने तल एकदमै हर 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 भएको छैन भनेदेखि चाहिँ हामीहरूको प्रेम, हामीहरूको माया, हामीहरूको केही न केही हामीहरूको अलिकति कमिटमेन्ट, हामीहरूको डिभोसन चाहिँ अलिकति अर्कै चिजले खोसेको हुन्छ। यो कुरा हो। ल पढ्नुहोस्, प्रभुले सोध्नुभयो तिमीले परमप्रभु परमेश्वरलाई सारा हृदयले, आफ्नो सारा प्राणले अनि आफ्नो सारा मनले प्रेम गर। देख्नुभयो डिमान्ड। उहाँले पनि भन्नुहुँदैछ मैले तिमीलाई 100% क्रुसमा दिएको, तिमीले मलाई 100% माया गर भन्नु। अब अहिले तपाईँले मनमा नै भन्नुहोस्, के तपाईँ प्रभुलाई भन्दा ज्यादा अथवा घरलाई भन्दा ज्यादा, गाडीलाई भन्दा ज्यादा, नोकरीलाई भन्दा ज्यादा, छोराछोरीलाई भन्दा पनि ज्यादा, बुढीलाई भन्दा ज्यादा माया गर्नुहुन्छ? त्यो भन्नु पर्यो। त्यो पो प्रभुले माग्नु हुँदैछ त, त्यस्तो कुरा माग्नु हुँदैछ। जिन्दगी एकखेप आउँछ, कहिल्यै फेरि आउँदैन जिन्दगी। दोस्रो सामुएल 14:14 पद पढ्नुहोस्। दोस्रो सामुएल 14:14 पद। हामीले त्यसरी माया गरेको सक्नु सकेको छैन भने पनि हामीले प्रार्थना गर्नुहोस्, प्रभु मलाई यस्तो बनाउनुहोस्, म तपाईँ बिना बाँच्नै सक्दिनँ, तपाईँ चाहिँ मेरो सब कुछ हो भनेर पढ्नुहोस्। किनभने हामी निश्चय मर्नै पर्छ, भुइँमा पोखिएको पानी जस्तै कनिका पोखियो भने उठाउन सकिन्छ, आइफोन लडेर गयो भने उठाउन सकिन्छ, दैनी घोप्ट्यो भने अलिकति उठाउन सकिन्छ, तर पानी घोप्टेर गयो भने कहिले उठाउन सकिँदैन। कस्तो एकदम प्रभुले फ्रेलिटी भन्छ नि, फ्रेलिटी भनेको एकदमै तिम्रो जीवन केही पनि होइन भन्नुहुन्छ। यस्तो कच्चा जीवन लिएर घरिघरि पाउन पाइँदैन, एकखेपदेखि प्रभुलाई माया गर्न पाइँदैन। त्यसले गर्दा तपाईँ र मैले चाहिँ इमोसनमा पनि, कमसेकम भावनामा पनि हामीले घरमा गएर प्रार्थना गरेको हुनुपर्छ, प्रभु मलाई यस्तो जीवन दिनुहोस्, म साँच्चै नि तपाईँलाई सबैभन्दा माथि नम्बरमा राख्न सकौँ। हामीले त्यो पढिरहेको पद हो नि, भजनको किताब 63 अध्यायको 1 पद पढ्नुहोस् न। 63 अध्यायको 1 पद, 63:1। हे परमेश्वर तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। एका बिहानै म तपाईँलाई खोज्नेछु। सुक्खा र तिर्खाएको भूमिमा जहाँ पानी छैन मेरो प्राण तपाईँका निम्ति तिर्खाउँछ। बिहानै उठ्ने बित्तिकै उसले के भन्छ, पृथ्वी तललाई त सुक्खा जग्गा भन्दैछ। यो घर पनि सुक्खा हो, खानेकुरा पनि सुक्खा हो, यो कुनै कुराले मलाई तृप्ति दिँदैन। प्रभु मलाई तपाईँ चाहिन्छ। डिजायर भित्रको त्यो रहर चाहिँ जबसम्म क्रिस्चियनकोमा डेभलप हुँदैन, धेरैवटा कुराले 10%, 5%, 15% गरेर हाम्रो माया लगेको हुन्छ, अनि हामी साह्रो ज्यादा बिजी हुन्छौँ। कतिकोमा त बाइबल पढ्ने फुर्सद पनि हुँदैन,
कतिको मतलब मन्डलीमा के हुँदैछ, कहाँ के हुँदैछ, मरोस् कि बाँचोस् कि के हत्तोपत्तो हुँदैन, डायरीमा नाम पनि हुँदैन, प्रार्थना गर्ने हेबिट पनि हुँदैन। कतिलाई प्रभुको वचन भन्दाखेरि संसारको क्रिकेटको कुरा एकदम फटाफट आइहाल्छ। इन्डियाले कति स्कोर गर्यो, पाकिस्तानले कति स्कोर गर्यो, फटाफट थाहा हुन्छ। तर बाइबलको पद भेटेर पढ भन्यो भने गाडी एक्सिडेन्ट लाग्छ हुन्छ। नेपाली भाषाले नेपालीहरूले नेपाली बाइबल पढेको गरे एकदम गाडी एक्सिडेन्ट गर्दै हिँडेको छ। त याद गर्नुहोस्, हाम्रो जति सबै कुराले बताउँछ, हामीले बाइबल पढ्नेले पनि बताउँछ कि कति साह्रो बाइबल पढ्दो रहेछ भनेर। हो कि होइन, म तपाईँलाई नमुना बताउँछु। संसारमा साँच्चै नै एउटा केटा र केटी प्रेम प्रसङ्गमा छ अरे, एकदमै अन्त केटीले अथवा केटाले लभ लेटर पठायो भनेदेखि चाहिँ एक लाइन पढेर फ्याँकिदिन्छ, मरि हत्या गर्छ गर्दैन त्यसले। आम्मा त्यसले पढेकै फेरि को आयो, सिरानी पनि ख्यासै हाल्छ, फेरि गयो, फेरि पढे गर्छ, 10 के पढ्छ, त्यो पागल हुन्छ हुँदैन। बाइबलले त्यस्तो जग्गा कहाँ पाएको छैन। सिन्सियरली भन्नु, बाइबलले क्रिस्चियनको जीवनमा त्यस्तो जीवन जग्गा पाएको छैन। त्यसरी खिप्ती गरेर पढ्नु त कति बुझ्थ्यो होला। अहिले के भन्छ, क्यान्टकीमा तिम्रो बाजेले 5वटा घर छोडेको छ अरे, एडभोकेटकोमा पेपर छ अरे भनेर चाहिँ सुन्यो भनेदेखि चाहिँ त्यहाँ एडभोकेटमा गयो। एडभोकेटमा त भरे बाजेले सन्चै विल लेखेको रहेछ, 5वटा घर छोडेको रहेछ भनेदेखि चाहिँ अनि एडभोकेटलाई ब्याङ्कमा पैसा पनि छोडेको छ, विल लेखेको छ भने एडभोकेटलाई त्यो लाइनमा के छ, त्यो उतापट्टिको त्यो घर पनि हाम्रै होइन, हेर्नुहोस् त पढिदिनुहोस् त, त्यो कति 50,555 हो पैसा। कसरी बुढी लेख 50,000 त्यो सम्पत्तिमा त्यस्तो बाटा हुन्छ मान्छे। गोजीबाट अर्कालाई के पैसा दिनु छ भनेदेखि एकदमै 10 खेप गन्ती गर्छ, 50 त गएन, उताबाट मैले 20 पाउनु, त्यस्तो साह्रो च्याम्पियन हुन्छ पैसामा। कस्तो चिनेको त्यो पैसा, आमा। तर प्रभुको वचन त्यसरी चिनेको हुँदैन है प्रिय। प्रभुको वचन चाहिँ कुखुरा बाख्राको लागि होइन, प्रभुको वचन चाहिँ प्रभुसँग प्रेममा डुबेको क्रिस्चियनको लागि हो। यो बाइबल पढ्ने मान्छे कहिले दुखी हुँदैन। यो बाइबल पढ्ने मान्छेलाई खाना भन्दा, लुगा फाटो भन्दा, घर भन्दा, सबै चिज भन्दा यो चिज मिठो लागेको हुनुपर्छ। अनि मात्रै क्रिस्चियन जीवन चाहिँ एक्साइटिङ हुन्छ। एक्साइटिङ भन्नुहोस् त, एक्साइटिङ भनेको जहिले क्या एकदमै के भन्नु, उत्तेजित, एकदमै गौरवले भरिएको, खुसीले भरिएको हुन्छ। नभए बोरिङ हुन्छ, घिस्रिँदै हुन्छ। हाम्रो उहाँ सिक्किममा पहिला धेरै वर्ष अगाडि एउटा भैँचालो आयो। भैँचालो आउँदा विश्वासीहरू यहाँ सुतेको थियो अरे, अनि जुन घरमा भिजिटिङ गर्नु गएको त्यो अङ्कल चाहिँ यहाँ, अहिले त त्यो अङ्कल छैन, अङ्कल पनि त सुतिरहेको थियो अरे। अनि रातभरि वचन सुनायो अरे, टेर्न पुच्छर केही लाउँदैन, प्रस्ताव पनि गर्छु भन्दैन, केही पनि गर्छु भन्दैन अरे, मुखै फोर्दैन। त्यहाँबाट त 1 बजे राति भैँचालो आयो। भैँचालो आउँदा त त्यो मान्छे त भैँचालो लामो आयो नि त, यसरी उठ घस्रिँदै रहेछ अरे। त्यो भैँचालो आउँदा मात्रै उठ जाग उसले पो गीत गायो। कस्तो दुःख लाग्यो। त्यति बेला भैँचालो आउँदा, आपत पर्दा होइन, त्यो समस्या पर्दा छक्कै परे गरे। त्यो अब मर्ने भएछ त, बाँचिहेरेको, गीत पनि गाइहेरेको। त्यति बेला 11th आवरमा तयारी हुँदा कहाँ हुन्छ? हिब्रूको किताबमा आउनुहोस् त, यहाँ 11th आवरमा तयारी हुन्छु भन्दाखेरि हुँदैन। यहाँनिर हिब्रूको किताबमा आउनुहोस्, 12 अध्यायमा रातभरि इन्टरभ्यू दिँदा चाहिँ बोलेन अरे हो। अनि राति 1 बजे राति भैँचालो आउँदा पो त्यो मान्छे आफै पो यसरी घुँडा टेकेर उठ जागा भन्दै हिँड्ने रहेछ। कस्तो हाँसु त। फेरि भैँचालो सकियो अरे, फेरि बोल्दैन अरे। हो त्यो भन्दै थियो, रुबेन भन्ने दाजुले भन्दै थियो। अनि त्यो दाजु पनि प्रभुमा सुत्यो, त्यो उठ जग्गा भन्ने पनि गयो, कता गयो थाहा छैन। यहाँनिर हिब्रूको किताब 12 अध्यायमा आउँदाखेरि यहाँनिर भन्छ 15-16 पढ्नुहोस् न, 17 पद। यस्तो हुन्छ है क्रिस्चियनको जीवनमा, हृदय कठोर हुँदै जान्छ। सुन्नुभयो, बाइबल पढ्ने आदत गरेन भनेदेखि त्यहाँबाट कठोर हुँदै जान्छ, पश्चाताप पनि आउँदैन। त्यहाँबाट हृदय कठोर हुँदै गएपछि बाइबल भन्दा, संगति भन्दा, रुपियाँ पैसा, खानेकुरा ज्यादा मन पर्न थाल्छ, लुगा फाटो ज्यादा मन पर्न, थुप्रो कुरा चाल्न पाइयो गर्छ। अहिले म बाइबलबाट बताउँछु, त्यो पढ्नुहोस्, 12 अध्यायको 15 पढ्नुहोस्। कहीँ कुनै मानिस
परमेश्वरको अनुग्रहबाट घटी हुन जान्छ कि कहीँ कुनै तितो जरा उम्रेर तिमीहरूलाई कष्ट दिन्छ कि र त्यसद्वारा धेरै जना अशुद्ध हुन्छन् कि। अब सबजना भन्नुहोस्, हेर्नुहोस्, जरा चाहिँ कहाँबाट पलाउँछ? हाँगाबाट पलाउँछ कि जमिन मुनि? के भनेको यो भन्दाखेरि चाहिँ देखिँदैन भनेको, यसको इन्ट्रेस्ट कता कता जाँदैछ। रुखको जराले इन्ट्रेस्ट खोजेको कहाँ पानी छ, कहाँ भाइटामिन छ, कहाँ तत्त्वहरू उसलाई आफ्नो मनपर्ने चिज छ, जमिन मुनि खोज्दै गरेको हुन्छ। यो रुममा हुने विश्वासीलाई कुन चाहिँ कुरामा ज्यादा इन्ट्रेस्ट छ कसलाई थाहा छ? उसको जरा कसरी भित्रभित्र जाँदैछ थाहै हुँदैन। त्यस्तो भयङ्कर। त्यो जराको नाम पनि कस्तो जरा अरे? तितो जरा भन्नुहोस् न, अहिले त पढेछ तितो जरा अरे हो। त्यसको मतलब कोही क्रिस्चियनसँग बिटरनेस, सासूसँग बिटरनेस, तितोपना, बुढासँग कहीँ अमेलको कुरा बिस्तारै बढ्दै जान्छ अरे। अनि त्यहाँदेखि कहीँ कोही मानिस व्यभिचारी अथवा यसब जस्तो अधर्मी हुन्छ कि भनी यत्नपूर्ण हेरिरहो। तपाईँको पनि एक्सिडेन्ट भयो। यत्नपूर्वक हेरिरहो। यता मलाई होइन सबजनाले म पढ्दैछु। कहीँ कोही मानिस व्यभिचारी भनेको सुन्नुहोस्, खालि क्रिस्चियनले बुझेको हुन्छ। धेरै लोग्ने ल्यायो, धेरै स्वास्नी ल्यायो भने व्यभिचारी भनेको। अब हात यसो राख्नुहोस्, हात यसो राखेर एफिसीको पत्रीमा आउनुहोस्। व्यभिचारी केलाई भन्छ लेखेको छ एफिसीको पत्री। याकुबको पत्री चाहिँ माफ हुन्छ, याकुबको पत्री त्यो हिब्रूको याकुबको पत्री 4 पद पढ्नु। 4 पद। हे व्यभिचारी र व्यभिचारिणीहरू हो, संसारसँगको मित्रता चाहिँ हेर्नु, संसारसँग ज्यादा, संसारप्रति हामीको ज्यादा टाइम गयो भने चाहिँ परमेश्वरसँगको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र हुन चाहन्छ उसले आफूलाई परमेश्वरको शत्रु बनाउँछ। हेर्नु, पहिला त्यही मान्छेलाई ब्रदर भनेको छ। यहाँ हो कि म तपाईँलाई पढेर सुनाउँछु। 1 अध्यायको 19 पदमा यसकारण हे मेरा प्रिय भाइहरू हो भनेको ब्रदर भनेको। सबजना भन्नुहोस् त के भनेको अरे? सिस्टर भनेको हो। त्यहाँबाट फेरि 2 अध्यायको 1 पदमा हे मेरा भाइहरू हो भनेको ब्रदर सिस्टर भनेको। 2 अध्यायको 5 पदमा मेरा प्रिय भाइहरू ब्रदर भन्दैछ। त्यहाँबाट फेरि 2 को 14 पदमा हे मेरा भाइहरू ब्रदर भन्यो। 3 अध्यायको 1 पदमा ब्रदर भन्यो। 4 अध्यायको 4 पदमा त ब्रदर भनेन। के भन्यो? व्यभिचारी। ब्रदर व्यभिचारी पनि भनेन, व्यभिचारी पो भनेको। कस्तो र ब्रदर हुँदा सिस्टर हुँदा एकछिनमा व्यभिचारी हुँदो रहेछ त। अन्त कस्तो डेन्जर। संसारप्रति जब हामीहरूको अघि मैले बताएँ नि, बुढाबुढीकोमा 10% 10 मिनट मात्रै घुमेर आउँछु भन्दा पनि बुढो रिसाउँछ हौ। रिसाउँछ त के, अब खुकुरी निकाल्छ, कोर्टपट्टि जान्छ, हुँदैन त्यो बिहा टिक्दैन भनेपछि चाहिँ हामी चाहिँ संसारप्रति चाहिँ व्यभिचारी हुनुहुँदैन। हामी खानुपर्छ, लाउनुपर्छ। तर अहिले म तपाईँलाई फर्मुला बताउँछु, एउटा सानो फर्मुला, यति चाल पाउनुभयो। त्यही संसारसँग प्रेम हुनु नै व्यभिचार हो भन्छ। अब पहिला यो 2 अध्यायको यहाँनिर तपाईँले पाउनुहुन्छ। तपाईँलाई थाहा भएकै वचन हो, तर रिभिजन गर्दैछु म। पहिला योनाको किताब 2 अध्याय अनि 15-16 पद पढ्नुहोस् न। Love not the world, neither the things that are in the world. If any man loveth the world, the love of the Father is not in him. सजिलो छ त। लभ अफ द फादर इज नट। संसारलाई प्रेम, नेपालीमा पढिदिनुहोस् न, म पढ्दैछु। संसारलाई प्रेम नगर, न त संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। त संसारलाई चाहिँ प्रेम चाहिँ गर्नु हुँदैन। संसारलाई चाहिँ हामीले कसो गर्नुपर्छ? लुकाको किताब 16 अध्यायमा आउनुहोस्। लुकाको किताब 16 अध्यायमा
16 अध्यायको 13 पद पढ्नुहोस्। म पढ्दैछु नेपालीमा अनि इङ्ग्लिसमा तपाईँले पढिदिनुहोस्। कुनै पनि नोकरले 2 जना मालिकको सेवा गर्न सक्दैन। कि त उसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त उसले एउटासँग टाँसिएर अर्कोलाई तुच्छ ठान्नेछ। तिमीले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। No servant can serve two masters. No servant can serve two masters. For either he will hate the one and love the other, or else he will hold to the one and despise the other. Ye cannot serve God and mammon. अब सुन्नुहोस्, यहाँ चाहिँ अब धन लेखिदिएको छ। धन लेख्दाखेरि ला अब नोकरीमा जानु हुँदैन, क्या हो फुल टाइम प्रभुकै सेवा गर्नुपर्ने, त्यस्तो नसोच्नु। बाइबललाई बिस्तारै बुझेर पढ्नुपर्छ। अब यो बुझ्नको लागि मेमन भन्छ। अझ हिब्रू भाषामा चाहिँ मेमन भनेको चाहिँ पैसा हुनसक्छ, घर हुनसक्छ, इज्जत हुनसक्छ, सम्मान हुनसक्छ, त्यो जग्गामा स्वास्नी हुनसक्छ, लोग्ने हुनसक्छ। कुनै पनि कुराले प्रभुको भन्दा ज्यादा जग्गा ओगर्दैछ भनेदेखि चाहिँ प्रभुले भन्नुहुन्छ मेरो सेवा खोसियो भन्नुहुन्छ। अब नमुनाको लागि फेरि बताउँछु। एउटा घर, राम्रो सुनौलो घरमा बुढाबुढी हुन्छन् त्यहाँ। अनि मैले अघि बताएँ बुढाले पनि बुढीले पनि 100% एकादशमा विश्वासिकता माग्छ। अब एउटा धनी मान्छे छ, बुढाबुढी छन्, घर छ, घर पनि एकदमै ठुलो छ। त्यो घरमा 10 जना काम गर्ने केटीहरू छन्। कतिजना भन्न सक्दैन? 10 जना काम गर्ने। राम्रो हो कि नराम्रो होला? पाहुनाको आकै गर्छ, खुवाको फाकै गर्नु पर्यो, घर सफा गर्नु पर्यो, सबैलाई एटेन्ड गर्नु पर्यो। 10 जना काम गर्ने केटीहरू रहेछ। राम्रो कि नराम्रो होला? राम्रो हो नि। 10 जना हेल्पर हुनु कहाँ नराम्रो हो? 10 जना त्यो काम गर्ने केटी चाहिँ छोडिदिनुहोस् न। यस्तै हो। अब यो पहिला हामीहरूको त्यो उमेरमा हाम्रो पनि भिडियो निकाल्यो त्यस्तै छ। त्योभन्दा पनि रुखबाट हाम फालेको होला अझै त्यो हेरेर। त्यसले गर्दा अचम्म चाहिँ मान्नु हुँदैन। त्यो घरमा चाहिँ राम्रोसँग सिकाउनु छ, त्यति नै हो। सुन्नुहोस्, अब त्यो 10 जना काम गर्ने केटी चाहिँ 10 जना सुन्दरी छ अरे। सुन्नुहोस्, विचार गर्नु। अब यहाँ त्यो कन्ट्याक्समा त्यो भनेको 10 जना काम गर्ने केटी सुन्दर छ भने अन्त त्यो बुढाको मन चाहिँ त्यो बुढीभन्दा चाहिँ काम गर्ने केटीपट्टि जान थाल्यो। काम गर्ने केटी चाहिँ बुढी हो कि साली हो कि काम गर्ने मात्रै भन्नुहोस्? काम गर्ने मात्रै हो नि। तर त्यो बुढाको मन चाहिँ त्यो काम गर्ने केटीहरूपट्टि जान थालेर बुढी बस्ने जग्गा चाहिँ काम गर्ने केटीले ओगट्न थाल्यो भने त्यो घरमा चाहिँ शीतलता हुन्छ कि धुरीबाट धुवा निस्किन्छ? थाहा छ नि त। त्यहाँ त काट मार हुन्छ, भात झटाएर हानेको हो कि मासु घोप्ट्याएको हो कि बल्ल हुन्छ कि हुँदैन वनस्पति सबै हो। तर बुढो ज्ञानी छ अरे, बुढो ज्ञानी छ। अनि 10 जना काम गर्ने केटी किन नहुन्? बुढीलाई चाहिँ रानीको दर्जा दिन्छ। केको दर्जा? चिया पाक्छ, आऊ बुढिया बस भन्छ, बुढिया भन्छ घरिघरि बुढीलाई माया गर्छ भनेदेखि चाहिँ बुढीको प्रेम कतै पनि ढलपल भएन। बुढीको जग्गामा कुनै काम गर्ने केटीले जग्गा ओगटेन भनेदेखि त्यो घर स्मुथली जान्छ कि जाँदैन? हो। त्यस्तै प्रकारले 10 जना काम गर्ने केटी भने जस्तै तपाईँको 10 वटा घर छ अरे, 10 करोड पैसा पनि छ अरे, हो। तपाईँको हरेक प्रकारको सहुलियत छ अरे। तर त्यो काम गर्ने केटीलाई काम गर्ने केटीकै दर्जामा राख्नु पर्यो। कहाँ राख्नु पर्यो? हो। त्यस्तै प्रकार तपाईँको घर हुनसक्छ, 5 वटा घर हुनसक्छ, करोड पैसा ब्याङ्कमा हुनसक्छ। तर त्यो जग्गा दर्जा के छ? तल काम गर्ने केटीहरूको रूपमा राखेको छ। बुढीलाई चाहिँ रानी बनाएको छ। त्यस्तै प्रकारले हामीले प्रभुलाई चाहिँ राजा बनाएको छ जीवनमा भनेदेखि चाहिँ धेरै घरले फरक पर्दैन। अयुब धनी मान्छे थियो, गरिब भएर पनि केही फरक पर्दैन। लाजरस गरिब थियो। तर जुन जग्गामा अयुबले धन सम्पत्तिलाई कहाँ राख्यो? ओपिरको सोन्त खोलाको ढुङ्गाको चेप भन्यो उसले। सर्वशक्तिमानमै म मग्न हुन्छु भने त्यसको मतलब चाहिँ अब अर्को नमुना भने तपाईँलाई मैले नमुना बताइरहेको। हाम्रो घरमा भात केले पाक्छ? आगोले भन्नुहोस्? ग्यासले, इन्डक्सन चुल्हाले, करेन्टले पाक्छ। त आगोले भात पाक्यो भने हामी सबैले पेटभरि भात खान सक्छौँ। विन्टरमा आगोले हामीलाई तातो दिन्छ। तर आगोलाई दुरुपयोग गर्यो भने घर के हुन्छ? जल्छ। त्यति कुरा बुझ्नुभयो? त्यस्तै प्रकारले धन सम्पत्ति, हाम्रो सम्मान, हेल्थ, सबै कुरा 7 नम्बर, 8 नम्बर, 9 नम्बर, 10 नम्बरमा होस्, प्रभु चाहिँ 1 नम्बरमा भनेको। त्यसले गर्दा यहाँले बताउँदैछ परमेश्वर र धन दुवैको सेवा भनेको चाहिँ सुन्नुहोस्। अब
यहाँले जसरी बुढीलाई मात्रै प्राथमिकता दिएको जस्तै परमेश्वरलाई चाहिँ नम्बर 1 प्राथमिकता, अरू चाहिँ अरू धन सम्पत्तिले सेवा गर्छ। के गर्छ? सेवा। बुझ्नु? सेवा भनेको चाहिँ पैसालाई भन्नु पर्यो, ए पैसा जा, अस्तित्व हरायो तपाईँ कहाँ गयो निल्यो भने तपाईँलाई, अनि अर्को कसैले तिमीलाई धुत्यो भने, पैसा लगेको थियो, स्विन्डलर भन्छ नि, स्विन्डलर भनेको पैसा लगेको थियो, 6 महिनामा फर्काउँछु भने फर्काइदिएन, निल्यो। त्यो पैसै फर्काएन भने पनि कसैले आफूलाई उच्च पार्यो, तपाईँको जग्गा थियो, तपाईँलाई झार्यो, ऊ उच्च पार्यो, कसैले तिमीहरूलाई मुखैमा हिर्कायो भने पनि तिमीहरू सम्झ कस्तो रहेछ भन्नु। हामीले के स्वर्गीय क्रम बुझेको रहेछ आजसम्म? म त विश्वास गर्दिनँ। हजारौँ चर्चमा यो कुरा छैन। त्यसले गर्दा त्यहाँ गयो भने डिस्कस डिबेट भइरहेको, अधीनमा नबसेको, अलिकति लामो मेसेज भयो भनेदेखि ब्यागबाट झन्डा चाहिँ निकाल्न नसकेको, यसो गर्दै गरेको त्यो झन्डा निकाले भएन, मुर्दाबाद 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 भनेको हो कि होइन? त्यो सबै सिग्नलले चाल पाउँछ गरेकोहरू सबै। त्यो चाहिँ आवाज ठुल्ठुलो निकाल्न, त्यसलाई इलाबोरेट गरेर बताइदिनु हुन्छ, त्यो चाहिँ पुरै मुर्दाबाद मुर्दाबाद भन्छ। यस्तो खालको हामीहरूकोमा आचरण हुन्छ। तर जब सेवा छट्टै छोडिन्छ, त्यहाँबाट खुल्ला हुन्छ गाडीमा, त्यहाँबाट गाउँ गर्न थाहा छ फेरि बल्ल मलाई जेलबाट छोड्यो नि भन्नु लाग्छ। त्यस्तो हुन्छ मान्छेको आचरण। त्यसले गर्दा अधीनमा बस्नु भनेको त मर्नु भनेको सकिनु। त्यो प्रभुले भन्नुभयो नि, दिन हो क्रुस उठाओस्, मेरो पछि आओस्, गहुँको दाना भुइँमा परेर मरेन भने त्यसले फल फलाउन सक्दैन भनेको। यो कुरा प्रभुले आशिष देखाउन्। सुन्नु, हाँस्नु, इन्टरटेन गर्नु मात्रै होइन, भरे घरमा गएर दुखी भएर प्रार्थना गर्नुहोस्। एक दिन घर गाडी बङ्गला सबै छोडेर हामीलाई एउटा भयो भने एउटा सुट लगाइदिन्छ, अनि बक्समा हालेर हामीलाई घरबाट बाहिर निकाल्ने दिन हो। त्यति बेला त्यहाँको दामी दामी डेबिट कार्ड, क्रेडिट कार्ड, घर, तपाईँको युएसएमा भएको सम्पत्ति, बुढी छोराछोरी केही भन्न पाइँदैन, सबै बक्समा हालेर निकाल्छ। त्यति बेला मर्नुभन्दा अगाडि कतिले रियलाइज गर्छ संसारमा प्रभुलाई ज्यादै प्रेम गर्नुपर्ने रहेछ, मैले ज्यादै कुरा चाहिँ ज्यादै समय अरूलाई दिन्छु। यसलाई त्यति बेला के हुन्छ? आफ्टर डेथ द डक्टर भन्छ नि, मरिसकेर डक्टर आएर के फाइदा हो? प्रभुले हामीलाई साँच्चै नै त्यस्तो बनाएको हुन्छ। तपाईँहरूलाई प्रभुले प्रेम गर्नुहुन्छ र नै यो वचन प्रभुले तपाईँहरूलाई दिएको, यति माया गर्नु। ल प्रभुले वचन पढ्नु आशा सम्झन्छु जब म ख्रिस्टको प्रेम ओठले मात्रै गरेनन् आफ्नो प्राण क्रुसमा